नमस्कार, म सन्तोष खड्का। यहाँहरूलाई मेरो अफिसियल युट्युब च्यानल सन्तोष खड्का जीके वर्ल्डमा स्वागत छ। साथीहरू, आज मैले यो सेसनमा यहाँहरूलाई एकदमै महत्त्वपूर्ण समसामयिक विशेष भिडियो सामग्री लिएर उपस्थित भएको छु। आशा छ यो भिडियो सामग्री यहाँहरूको लागि पक्कै पनि सहयोग सिद्ध हुने नै छ। यदि यहाँहरूलाई यो मेरो सामग्री मन परेमा, यो मेरो कन्टेन्ट मन परेमा, यहाँहरूले यो भिडियो सामग्रीलाई लाइक गरिदिनु होला र मेरो अफिसियल च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र छेउमै रहेको बेल आइकनलाई पनि टिङ्ग पारेर क्लिक गरिदिनु होला, ताकि मेरा आगामी भिडियो सामग्रीहरू आउँदाखेरि यहाँहरूलाई नोटिफिकेसनको रूपमा प्राप्त हुनेछ। सो यति भन्दै यहाँलाई म सिधै आजको यो विशेष सामग्रीतर्फ लिएर जान चाहन्छु है त। ल, सबैभन्दा पहिले यहाँहरूले मेरो स्क्रिनमा, मेरो पृष्ठभूमिमा पक्कै पनि देखिराख्नु भएको छ। अब हाम्रो 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। यसको लोगो र मस्कट सार्वजनिक भइसकेको छ। थोरै यसतर्फ छलफल गरौँ। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता 2082 है। यो बारम्बार मिति सर्दै आएर 2082 मा पुगेको छ। अब हाम्रो 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुँदैछ त भन्दाखेरि पहिलो क्वेसन भनेको विक्रम सम्वत 2082 जेठ 3 गतेदेखि लिएर कति गतेसम्म हुँदैछ त? जेठ 10 गतेसम्म हुँदैछ। कहाँ हुँदैछ त भन्दाखेरि चाहिँ हाम्रो नेपालमा नामाकरण गरिएको प्रदेश पहिलो कुन चाहिँ हो त? कर्णाली प्रदेश। नदीनालाको नामबाट नामाकरण गरेको प्रदेश कर्णाली प्रदेशमा हुँदैछ। कर्णाली प्रदेशमा हुँदैछ है त, यहाँ हुँदैछ। र यो 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट कहिले सार्वजनिक गरियो भने हामीलाई प्रश्न सोधिन सक्छ है। यसको लोगो र मस्कट कहिले सार्वजनिक गरियो अथवा कहिले अनावरण गरियो भन्दाखेरि चाहिँ विक्रम सम्वत 2081 साल चैत्र 5 गते। यहाँहरूले यो स्पष्ट रूपमा देख्न सक्नुहुनेछ। लोगो मस्कट अनावरण भनेर यहाँ पनि उल्लेख गरिएको छ। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता 2082 कर्णाली प्रदेश। विक्रम सम्वत 2082 जेठ 3 गतेदेखि जेठ 10 गतेसम्म यो प्रतियोगिता हुँदैछ है। सो कहिले सार्वजनिक गरेको लोगो र मस्कट भन्दा विक्रम सम्वत 2081 चैत्र 5 गते। सो यसपालि हाम्रो 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चाहिँ मस्कट चाहिँ केलाई चाहिँ छनौट गरेको छ त? मस्कट रूपमा चाहिँ केलाई उल्लेख गरेको छ त भन्दाखेरि चाहिँ हाम्रो एकदमै कर्णाली प्रदेशमा पाइने एकदमै दुर्लभ जनावर हाब्रे है। मस्कटको रूपमा चाहिँ केलाई त भन्दाखेरि चाहिँ हाब्रे, पाण्डा अथवा यसमा विशेष गरी के भनिन्छ रेड पाण्डा, यसलाई चाहिँ मस्कटको रूपमा चाहिँ छनौट गरिएको छ। भने हाम्रो मस्कट यो छ भने हाम्रो लोगोमा अब यसमा विभिन्न कुराहरू छन्। यसमा त सबैभन्दा पहिला हाम्रो के छ? नेपालको झन्डा छ। नेपालको झन्डा पाइने नै भइहाल्यो। यो निलो पृष्ठभूमिमा, ब्याकग्राउन्डमा सेतो पृष्ठभूमिमा यो निलो देखिरहनु भएको छ। यो भनेको हाम्रो कर्णाली नदी हो। बिम्बको रूपमा यसलाई प्रयोग गरेको छ। यसमा हाम्रा 7वटै प्रदेशलाई समेटेको छ र त्यसमा खेल खेल्ने खेलाडीहरूलाई पनि यसमा उल्लेख गरेको छ। यसमा 3वटै हाम्रा भौगोलिक विभाजनमा हिमाल, पहाड, तराई सबै यसमा समेटिएको छ। भने हाम्रो शान्तिको प्रतीकको रूपमा के हो त? परेवालाई पनि यसमा के गरेको छ? समेटिएको छ। र यसपालिको यो 10औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट विकास तमखुले चाहिँ यसको तयार पारेका हुन्। कसले त भन्दाखेरि चाहिँ विकास तमखु। यो तयार पार्ने व्यक्तिको हो नि त विकास तमखु। ल, यति कुराहरू मैले यसमा जोड्न चाहेँ। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता 2082 जुन कर्णाली प्रदेशमा हुँदैछ। 2082 साल जेठ 3 देखि 10 गतेसम्म। लोगो र मस्कट सार्वजनिक 81 चैत्र 5। यसको मस्कट हाब्रे, पाण्डा, रेड पाण्डा र यसको लोगो र मस्कट तयार गर्ने व्यक्ति विकास तमखु। यति कुरा यसमा यहाँलाई जानकारी गराउन चाहे है त। ल, अब च्याम्पियन्स ट्रफी
भर्खरै हाम्रो आइसिसीले आयोजना गर्ने सबैभन्दा ठुलो क्रिकेट प्रतियोगिता च्याम्पियन्स ट्रफी पनि सम्पन्न भइसकेको छ र यसको विजेता पूर्ण रूपमा भारत भन्ने कुरा हामीले यो जर्सी देखेर पनि थाहा पाइसकिहाल्यौँ हैन। सो यो कतिौं संस्करण थियो त भन्नुहुन्छ भने 9औं, यो कतिौं संस्करण थियो त भने चाहिँ 9औं थियो। 9औं आइसिसी च्याम्पियन्स ट्रफी। आइसिसी भनेबित्तिकै कुन प्रतियोगिता भयो त? यो क्रिकेट प्रतियोगिता भन्ने कुरा थाहा भइहाल्यो। 2025 यो कहिले आयोजना भएको थियो त? अब यो मिति हामीलाई केही पनि चाहिँदैन, यहाँलाई यो जानकारीको लागि मात्रै हो। यो सबैभन्दा पहिला यो पाकिस्तानले गर्ने भनेको थियो, तर भारतले गएर पाकिस्तानमा गएर खेल्न इन्कार गर्यो। त्यसपछि यसमा फेरि अर्को आयोजकको रूपमा चाहिँ कसको इन्ट्री भएको थियो त? संयुक्त अरब एमिरेट्सको इन्ट्री भएको थियो र धेरै विरोध भयो। भारतले एउटै युएईमा सबै खेल्यो, एउटै स्टेडियममा खेल्यो र ट्रफी पनि उचाल्यो भनेर सर्वत्र विरोध भयो हैन। सो यो प्रतियोगिता कहिलेसम्म आयोजना गरेको थियो त भन्नुहुन्छ भने 2025 फेब्रुअरी 29 देखि लिएर फेब्रुअरी 19 देखि लिएर मार्च 9 सम्म यो प्रतियोगिता सञ्चालन भएको थियो, जसको पहिलो मूल आयोजक चाहिँ कुन थियो त? पाकिस्तान थियो। आयोजक पाकिस्तान थियो र पछिबाट चाहिँ भारतले यहाँ गएर खेल्न इन्कार अथवा अस्वीकार गरिसकेपछि यसमा अर्को आयोजकको रूपमा चाहिँ कसको प्रवेश भएको थियो त? संयुक्त अरब एमिरेट्सको यसमा के भएको थियो त? प्रवेश भएको थियो, जसलाई सर्टकटमा हामीले के भन्छौँ? युएई भन्छौँ हैन त, युनाइटेड अरब एमिरेट्स है आयोजना भएको थियो। र यसमा कसले चाहिँ सहभागी हुन पाउँछन् त भन्दाखेरि चाहिँ यसमा टिम सङ्ख्या 8वटा, टेस्ट प्लेइङ नेसनका पनि टप 8मा पर्ने टिमहरूले चाहिँ यसमा सहभागिता जनाउने अवसर प्राप्त गरेको थियो। अब सिम्पल भन्दाखेरि अब भारत भइहाल्यो, फाइनलमा पुगेको एउटा भारत हो, अर्को कुन त? न्युजिल्यान्ड हो। अब यसको आयोजक मुलुक कुन भयो त? पाकिस्तान भइ नै हाल्यो। अरू भनेको अब बङ्गलादेश भयो, दक्षिण अफ्रिका, अस्ट्रेलिया, अफगानिस्तान र इङ्ल्यान्ड। र अफगानिस्तान पहिलोपटक सहभागी भएको थियो यसमा, यो प्रतियोगितामा है। र यसको फर्मेट चाहिँ भनेको एक दिवसीय 50-50 ओभरको यो प्रतियोगिताका थियो र यी 8वटा टिमले चाहिँ कुल खेल सङ्ख्या 15वटा खेल खेलेका थिए। र यसमा विजेता कुन भयो त भन्दाखेरि चाहिँ स्वाभाविक रूपमा यसको विजेता कुन भयो त? भारत भयो। यसले एउटा पनि खेल हारेन, भारत विजेता भयो र यसको यो आइसिसी च्याम्पियन्स ट्रफीको यो तेस्रो उपाधि हो। यो तेस्रो उपाधि हो भने लिग चरणमा पनि न्युजिल्यान्डलाई हराएको र फाइनलमा पनि कुन देशलाई हराएको त भन्दा न्युजिल्यान्डले नै हराएको र उपविजेताको रूपमा चाहिँ फेरि पनि अभागी टिम भनिन्छ हैन त फाइनलमा न्युजिल्यान्ड, फेरि पनि न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक आइसिसी च्याम्पियन्स ट्रफीको उपाधि चाहिँ जितेको थियो। सो यो फाइनल खेलमा चाहिँ भारतले न्युजिल्यान्डलाई चाहिँ 4 विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि चाहिँ उचालेको थियो भने अब यसको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी को भयो त भन्दाखेरि चाहिँ खेल चाहिँ उपाधि चाहिँ भारतले जित्यो, तर अधिकांश विधागत रूपमा चाहिँ पुरस्कारहरू चाहिँ सबै कसले जित्यो त भन्दाखेरि चाहिँ न्युजिल्यान्डका खेलाडीले जिते। एकजना एकदमै चर्चित खेलाडी छन् रचिन रविन्द्र, यिनी न्युजिल्यान्डका हुन्। रचिन रविन्द्र यिनी चाहिँ यो प्रतियोगिताकै के भयो त? सर्वोत्कृष्ट खेलाडी भयो, प्लेयर अफ द टुर्नामेन्ट, सर्वोत्कृष्ट खेलाडी बन्न पुगेका थिए। सर्वोत्कृष्ट खेलाडी रचिन रविन्द्र बनेको थियो भने यो फाइनलको म्यान अफ द म्याच चाहिँ को भएको थियो भनेर चाहिँ भारतीय कप्तान रोहित शर्मा भएको थियो। र यी रचिन रविन्द्र सर्वोत्कृष्ट खेलाडी पनि भए र यो प्रतियोगितामा सर्वाधिक रन बनाउने 263 रन बनाएका थिए यिनले, रचिन रविन्द्रले। यिनी न्युजिल्यान्डका हुन्। यिनी के भयो त? प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि भए र यो प्रतियोगितामा सबैभन्दा बढी सर्वाधिक रन बनाउने खेलाडी पनि रचिन रविन्द्र नै भए। उनी कुन देशका हुन् त? न्युजिल्यान्डका हुन्। उनले कुल 263 रन चाहिँ यो प्रतियोगिता अवधिभर बनाएका थिए है। र सबैभन्दा बढी विकेट लिने पनि यही न्युजिल्यान्डकै थिए। बढी विकेट लिने खेलाडी पनि न्युजिल्यान्डकै थिए। तिनको नाम के हो त? म्याट अनरी। अब हामीले भन्दा चाहिँ हेनरी यसरी लेख्छौँ, तर म्याट अनरी, HENRY अनरी, प्रोनाउन्सिएसन गर्दा के हुन्छ? अनरी हुन्छ। यिनी पनि के हुन्छ? न्युजिल्यान्डकै हुन्। ठिक छ। र योभन्दा अगाडिको हाम्रो 8औं संस्करणको विजेता भनेको पाकिस्तान थियो र अब 10औं संस्करण कहाँ हुँदैछ भनेर सोच्छ भने भारतमा हुँदैछ है। 10औं संस्करण, यसको 10औं संस्करण कहाँ हुँदैछ त भन्दाखेरि चाहिँ भारतमा हुँदैछ।
र यसको 8औं संस्करणको विजेता 8औं संस्करणको विजेता चाहिँ कुन हो त यसको भन्दाखेरि चाहिँ पाकिस्तान हो। ल आइसिसीले ओडिआई फर्मेटमा 50-50 ओभरको क्रिकेटमा आयोजना गर्ने वर्ल्ड कप पछिको अर्को सर्वाधिक ठुलो प्रतियोगिता भनेको च्याम्पियन्स ट्रफी हो है त। ल यति नै कुराहरु यसमा तपाईले जान्नु होला। ठीक छ। ल अब त्यसपछि खोखो वर्ल्ड कप यो हाम्रो लागि चाहिँ पहिलो पटक नेपालले सहभागी भएको, पहिलो पटक नै आयोजना भएको, भारतले आयोजना गरेको। पुरुषमा पनि महिलामा पनि हामी के भएको त उपविजेता भएको है। सो यहाँ देखिरहनु भएको छ खोखो वर्ल्ड कप इन्डिया 2025 है। प्रथम खोखो विश्वकप, प्रथम खोखो विश्वकप। अब यो वर्ष हामी धेरै उसमा चाहिँ उपविजेतामा सीमित रह्यौं है। अब हाम्रा चेलीहरूले त अधिकांश सबै प्रतियोगितामा चाहिँ फाइनलमा त पुगे, तर फाइनलमा सधैँभरि के भयो त पराजित हुन पुगे। सो यो प्रथम खोखो विश्वकप प्रतियोगिता 2025 यसको आयोजक मुलुक कुन थियो भन्दाखेरि चाहिँ आयोजक मुलुक यसको कुन हो त भारत हो। आयोजक मुलुक कुन हो त यसको भारत हो हैन। र दुवैको विजेता, पुरुषको पनि विजेता महिलाको पनि विजेता कुन भयो त भारत नै भयो। दुवैको, पुरुषको पनि महिलाको पनि। पुरुष तर्फको विजेता पनि यो नै भयो, महिला तर्फको विजेता पनि के भयो त भारत नै भयो भने दुवैतर्फ उपविजेता चाहिँ हाम्रै मुलुक हुन पुग्यो। उपविजेता चाहिँ कुन हुन पुग्यो त भन्नुहुन्छ भने उपविजेता चाहिँ कुन हुन पुग्यो त नेपाल हुन पुग्यो। नेपाल, दुवै पुरुषको पनि उपविजेता नेपाल, महिला तर्फको पनि उपविजेता हाम्रो देश नेपाल भयो है। ठीक छ। र अब हामीले यहाँ क्वेशन एउटा के आइदिन सक्छ भन्दाखेरि चाहिँ खोखो विश्वकप के अरे खोखो खेलमा प्रत्येक टिममा चाहिँ कतिजना खेलाडी हुन्छन् त भन्ने कुरा आउन सक्छ। यसमा चाहिँ प्रत्येक टिममा कतिजना खेलाडी हुन्छन् त? प्रत्येक टिममा चाहिँ खेलाडीको संख्या चाहिँ 12 जना हुन्छ। तर एकैचोटि यो 12 जना खेलाडी चाहिँ सहभागी हुने होइनन्। यो प्रतियोगिता जुन सञ्चालन भइरहेको समयमा चाहिँ प्रत्येक टोलीबाट चाहिँ कतिजना त 9 जना खेलाडी मात्र मैदानमा चाहिँ एक पटकमा उत्रिन्छन् है। एक पटकमा मैदानमा चाहिँ एक पटकमा चाहिँ कतिजना खेलाडी मैदानमा उत्रिन्छन् त भनेर चाहिँ 9 जना। ल यति कुरा यहाँले जानकारी लिनुस्। यो हामीले पहिलो पटक खेलेको प्रतियोगिता थियो जसमा हामी पुरुषतर्फ पनि महिलातर्फ पनि हामी के बन्यौं त उपविजेतामा सीमित रहन पुग्यौं है त। ल यति कुरा जान्नु पर्यो। अब त्यसपछि अन्य अब हाम्रो अहिले राष्ट्रिय स्तरमा धेरै खेलकुद प्रतियोगिताहरू भए। म यहाँहरुलाई अलिकति समराइज फर्ममा मेजर प्रतियोगिताहरूको बारेमा यहाँहरुमा उल्लेख गर्नेछु। जस्तै भर्खरै हाम्रो नेपालमा केपी ओली कप फुटबल टुर्नामेन्ट भएको थियो, थाहा छ हैन हामीलाई? केपी ओली कप भएको थियो। केपी ओली हाम्रो प्रधानमन्त्री केपी ओली कप, यो चाहिँ हाम्रो कस्तो टुर्नामेन्ट थियो त भन्दा चाहिँ फुटबल टुर्नामेन्ट थियो। अब यसका अरु हामीले त्यस्तो धेरै केही पनि छैन। यसको विजेता को भन्ने कुरा चाहिँ यहाँले याद गर्नु होला। यसको विजेता, यो फुटबल प्रतियोगिताको विजेता टिम चाहिँ को भएको थियो त भन्दाखेरि चाहिँ मच्छिन्द्र फुटबल क्लब। मच्छिन्द्र फुटबल क्लब यो चाहिँ विजयी भएको थियो। र यहाँलाई एउटा कुरा स्मरण गरौँ, यो प्रतियोगिताको फाइनल हेर्नलाई चाहिँ हाम्रा इटालीका लेजेन्ड फुटबलर जियोभानी बुफोन पनि नेपालमा चाहिँ आएका थिए। यो हामी सबैलाई थाहा छ। सो केपी ओली कप फुटबल प्रतियोगिता 2025 को विजेता को 2025 को विजेता को त भन्दाखेरि चाहिँ सिम्पल एउटा टिमको नाम सम्झिनुस्, मच्छिन्द्र फुटबल क्लब। यति सम्झे भइ नै हाल्यो हैन। र त्यसै गरी हाम्रै प्रधानमन्त्रीको नाममा अर्को एउटा हाम्रो क्रिकेट प्रतियोगिता पनि हुन्छ, एक दिवसीय क्रिकेट प्रतियोगिता हैन। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता 2081 यो चाहिँ फुटबलको, यो चाहिँ एक दिवसीय क्रिकेट प्रतियोगिताको। अब विजेता कुन बन्यो भनेर सोधिन सक्छ हैन। यसको विजेता टिम कुन हो त भन्दाखेरि चाहिँ यसको विजेता टिम भनेको नेपाल पुलिस क्लब। नेपाल पुलिस क्लब
भने यसको उपविजेता टिम चाहिँ कुन रह्यो त भन्नुहुन्छ भने आर्मी क्लब। यसको उपविजेता भनेको त्रिभुवन आर्मी क्लब। त्रिभुवन यसको उपविजेता भनेको चाहिँ यसको उपविजेता त्रिभुवन आर्मी क्लब है, त्रिभुवन आर्मी क्लब यो भयो। त्यसपछि यो चाहिँ एक दिवसीय भयो। अब T20 महिला प्रधानमन्त्री कप, महिला प्रधानमन्त्री कप T20 क्रिकेट प्रतियोगिता, T20 क्रिकेट प्रतियोगिता जसको विजेता चाहिँ को भयो त भनेर चाहिँ सशस्त्र प्रहरी बल यसको महिला टिम चाहिँ के भयो त विजयी भयो। सो महिला प्रधानमन्त्री कप राष्ट्रिय T20 च्याम्पियनसिप अथवा क्रिकेट प्रतियोगितामा चाहिँ विजय को भयो त भन्दाखेरि चाहिँ क्रिकेट प्रतियोगिता अथवा यहाँले चाहिँ इङ्ग्लिसमा चाहिँ क्रिकेट च्याम्पियनसिप भनेर चाहिँ आयोजना गरेको थियो। त्यो प्रतियोगिता भन्दा नि यसलाई च्याम्पियनसिप नै बनाऊ, च्याम्पियनसिप। ल महिला प्रधानमन्त्री कप T20 टी भने के त 2020 भने हो। 2020 क्रिकेट टुर्नामेन्ट अथवा च्याम्पियनसिप 2081 यसको विजेता कुन भयो त भन्दाखेरि चाहिँ सशस्त्र प्रहरी बल नेपालको महिला टोली यसको के भयो त विजयी टिमको रूपमा चाहिँ यहाँ रहेको थियो है। त्यसगरी मध्य प्रदेशमा आयोजना गरेको पहिलो पटक आयोजना गरेको क्रिकेट प्रतियोगिता छ अर्को जय ट्रफी भन्ने। यहाँले सुन्नुभयो कि सुन्नु भएन? प्रथम संस्करणको जय ट्रफी यो चाहिँ कहाँ त भन्दाखेरि चाहिँ मध्य प्रदेशमा आयोजना गरेको थियो यो क्रिकेट प्रतियोगिता। यसको विजेता टिम कुन भयो त भन्नुहुन्छ भने फेरि पनि के हो त नेपाल पुलिस क्लब यसको चाहिँ यो प्रतियोगिताको विजयी टिम बन्न सफल भएको थियो, नेपाल पुलिस क्लब। अब हाम्रा चेलीहरूले धेरै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा यो वर्ष सहभागी जनाए र यही हाम्रो 2025 मा भर्खरै नेपालमा 4 वटा देश सम्मिलित किर्गिस्तान, लेबनान, म्यानमार र नेपाल सम्मिलित भाइनेट अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप भएको थियो। अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप यो सायद 13औं फाइनल होला नेपालले खेलेको र हारेको नेपाली चेलीहरूले हैन। च्याम्पियनसिप 2025 यसमा 4 वटा टिम थिए। मैले अघि नै यहाँलाई अवगत गरिसकेँ। किर्गिस्तान थियो, एउटा लेबनान थियो, अर्को म्यानमार थियो र नेपाल थियो। फाइनलमा पुगेका थिए दुईटा टोलीहरू। आयोजक हामी नै थियौँ हैन। यसको आयोजक चाहिँ कुन थियो त भन्दाखेरि चाहिँ आयोजक चाहिँ नेपाल नै थियो। आयोजक नेपालमै थियो। दशरथ रङ्गस्थला भरिभराउ थियो। हामीले समर्थन गर्यौँ नेपाललाई, तर भइदियो विजेता को त भन्दाखेरि चाहिँ म्यानमार। फेरि पनि नेपाली चेलीहरूले मन मात्रै जिते, उपाधि चाहिँ कसले जित्यो? म्यानमार जित्यो। राउन्ड रोबिनको जुन प्रारम्भिक चरणको खेलमा म्यानमार र नेपालको 2-2 ड्र भएको थियो, तर एकैचोटि हामीले 2 गोल खायौँ, हाम्रो काम तमाम भइहाल्यो हैन। त्यसपछि उपविजेताको रूपमा चाहिँ यो रहन त हाम्रो त अब के त नसिब किस्मतमै यही रहेछ। उपविजेतामा हामी के भयौँ त नेपाल। यसमा चाहिँ हामी उपविजेतामै सीमित रह्यौँ है। सो यो सहित हाम्रो अन्तिममा यही खेलेको हो। यो सहित नेपाल महिला फुटबल टिममा अथवा नेपाली महिला फुटबल टिम चाहिँ 13औं पटक फाइनल खेलमा पराजित भएको इतिहास बन्यो हैन त। र योभन्दा अगाडि हामीले जुन लिग चरणको खेलमा म्यानमारसँग खेलेका थियौँ नि, सो म्यानमार विरुद्ध हाम्री राष्ट्रिय टिमबाट कसले गोल गरिन् त भन्दाखेरि चाहिँ सावित्री भण्डारीले 57 गोल चाहिँ गरिन्। 57 गोल चाहिँ यो प्रतियोगितामा गरेकी थिइन्। नेपाली फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डोको हामी सबैलाई थाहा छ है त। ल त्यसपछि अब हाम्रो यो ठ्याक्कै हाम्रो एनपिएल सँगसँगै हाम्रो एउटा नेपालमा पहिलो पटक हाम्रो एउटा अर्को लिग प्रतियोगिता पनि भएको थियो, कबड्डी लिग प्रतियोगिता। यहाँलाई याद छ कि छैन? पहिलो नेपाल कबड्डी लिग प्रतियोगिता 2025 पनि भएको थियो। यसको विजेता को थियो भनेर सोधिन सक्छ। पहिलो नेपाल कबड्डी
लिग प्रतियोगिता ठ्याक्कै हाम्रो एनपिएल पछि भएको थियो यो 2081। अब हाम्रो एनपिएल कसले जित्यो त? जनकपुर बोल्ट्सले हो नि, सम्झिन नै सहिले छ, जनकपुर नाइट्स यसरी सम्झिने है। यसको विजेता को भयो त भन्दाखेरि चाहिँ यसको विजेता टिम भनेको चाहिँ जनकपुर नाइट्स। अब यो खेल किन पनि महत्त्वपूर्ण भन्दाखेरि चाहिँ कबड्डी हाम्रो राष्ट्रिय खेल भयो। 2074 साल जेठ 8 गते नेपाल सरकारले चाहिँ कबड्डी खेललाई चाहिँ राष्ट्रिय खेल घोषित गर्यो। सो त्यसपछि यो हाम्रो चाहिँ आएर 81 सालमा आएर पहिलो नेपाल कबड्डी लिग प्रतियोगिता चाहिँ आयोजना गरियो 2081 मा, जसको विजेता कुन टिम भयो त? जनकपुर नाइट्स है। र उपविजेता कुन भयो त? उपविजेता भनेको चाहिँ काठमाडौँ। उपविजेता भनेको कुन टिम भयो त भन्दाखेरि चाहिँ काठमाडौँ मावेरिक्स। ल यो पनि महत्त्वपूर्ण क्वेसन हामीलाई जाँचमा हुन सक्ला है त साथीहरू। ल त्यसपछि अब हामीलाई हाम्रो घरेलु खेलकुद प्रतियोगितामा सबैभन्दा बढी सोधेको क्वेसन के हो त भन्दा चाहिँ हाम्रो नेपालको प्रिमियर टी20 लिग क्रिकेट प्रतियोगिता 2024 क्यानले आयोजना गरेको हैन। एकदमै शानदार ढङ्गले, सभ्य ढङ्गले हामीले के गर्यौँ त? सम्पन्न पनि गरिसकेका छौँ। त्यसमा कम्तीमा 4वटा टिमका नाम चाहिँ तपाईँले जान्नु जरुरी छ है। ल सो यो भयो एनपिएल, नेपाल प्रिमियर लिग टी20 क्रिकेट टुर्नामेन्ट 2024। यसको आयोजक को हो त भन्दाखेरि चाहिँ यसको आयोजक भनेको हाम्रै क्यान, क्रिकेट एसोसिएसन अफ नेपाल। नेपालको क्रिकेटको अथोरिटी हेर्ने निकाय हाम्रो इन्डिपेन्डेन्ट एजेन्सी कुन हो त भन्दाखेरि चाहिँ क्रिकेट एसोसिएसन अफ नेपाल, क्रिकेट सङ्घ नेपाल, जसलाई हामीले सर्टकटमा के भन्छ त? क्यान भन्छौँ हैन। यो हाम्रो पहिलो प्रतियोगिता थियो। यसको मेन स्पोन्सर भनेको सिद्धार्थ ब्याङ्क, त्यस कारण यसलाई हामीले पहिलो सिद्धार्थ ब्याङ्क नेपाल प्रिमियर टी20 लिग क्रिकेट टुर्नामेन्ट भनेर पनि नामाकरण गर्यौँ हैन। जसमा कतिवटा टिम थिए त भन्दाखेरि चाहिँ यसमा टिम सङ्ख्या कतिवटा थियो त भन्दाखेरि चाहिँ 8वटा थियो। सुरुमा के हो त? लिग चरणमा खेलाइयो, राउन्ड रोबिनको आधारमा एकअर्कालाई खेलाइयो र टप 4मा पुग्ने टिमहरू चाहिँ के हो त भन्दाखेरि प्लेअफमा पुग्यो। अब प्लेअफमा पुग्ने 4वटा टिम कुन थियो त भन्दाखेरि चाहिँ प्लेअफमा पुग्ने 4वटा टिम कुन थियो त भन्दाखेरि चाहिँ चौथो स्थानमा रहेको कुन थियो त? चितवन राइनोज। त्यसपछि अर्को के हो त? कर्णाली याक्स। मैले समर्थन गरेको टोली यही थियो, कर्णाली याक्स। त्यसपछि अर्को जनकपुर बोल्ट्स, अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स। त्यसपछि हाम्रो दिप्पी टाइगर, दिपेन्द्र सिंह अहिलेको कप्तानीमा रहेको हाम्रो के त भन्दा चाहिँ सुदूरपश्चिम रोयल्स। यी टिमहरू चाहिँ प्लेअफमा पुगेका थिए। सो पहिलो एलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्स बीच खेल भयो, कर्णाली याक्सले जित्यो। त्यसपछि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बीच खेल भयो। जनकपुर बोल्ट्सलाई फेरि पछिबाट कसको भयो त? कर्णाली याक्सको भयो। फेरि कर्णाली याक्सले हार्यो। फेरि फाइनलमा कसको भेटघाट भयो त? जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको। अल्टिमेटली विजेता कुन रह्यो त भन्दाखेरि चाहिँ यसको विजेता जनकपुर बोल्ट्स। यसको विजेता टोली भनेको जनकपुर बोल्ट्स र यसको उपविजेता अथवा रनर अप चाहिँ को रह्यो त भन्दाखेरि चाहिँ सुदूरपश्चिम रोयल्स। यो भयो है त। यति चाहिँ तपाईँले कम्तीमा यसमा जान्नु होला। अब यसका डेटहरू 2024 नोभेम्बर 30 देखि डिसेम्बर 21 सम्म यसको यो प्रतियोगिता आयोजना भएको थियो हैन। यसको मस्कट चाहिँ अब हिउँ चितुवा थियो, लोगोका डिजाइनर थिए आवास गेवाली। अब हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा 8वटा टिम कप्तानको उपस्थितिमा 2021 साल मङ्सिर 10 गते धर्राको मुनि यसको चाहिँ ट्रफी अनावरण गर्यो, जसको टुप्पोमा चाहिँ काला पत्थरको ढुङ्गा राखेको थियो। यी धेरै कुराहरू छ हैन। तर एक्जाम पर्सपेक्टिभमा चाहिँ अहिलेसम्म यसो ट्रेन्ड हेर्दाखेरि चाहिँ ठ्याक्कै यो 4वटा टिमको बारेमा चाहिँ तपाईँले याद गर्नु होला है। ल यसलाई टिपोट गर्नुहोस्। र यसमा चाहिँ अब व्यक्तिगत स्पर्धामा 2-3वटा हाम्रा नेपाली खेलाडीका हैन
यसमा एकजना हामीले सम्झिनु पर्ने नाम चाहिँ अब हाम्रा नेपालका अलराउन्डर, सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने हाम्रा खेलाडी दिपेन्द्र सिंह ऐरे हैन। यसमा दुईटा चाहिँ थिए क्या सर्वोत्कृष्ट खेलाडी, एउटा ओभरअल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी एउटा व्यक्तिगत स्पर्धातर्फको चाहिँ पुरस्कार थियो भने अर्को चाहिँ अमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट भन्ने थियो, जुन चाहिँ कार पाउने, ओमोडाको कार पाउने, त्यो चाहिँ नेपाली खेलाडीले मात्रै पाउने। यानि कि सर्वोत्कृष्ट नेपाली खेलाडी चाहिँ को भए त भन्दाखेरि चाहिँ सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरे भए है। सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वोत्कृष्ट नेपाली खेलाडी चाहिँ ओमोडा कार पाउने चाहिँ हाम्रा दिपी टाइगर दिपेन्द्र सिंह ऐरे, दिपेन्द्र सिंह ऐरे। ल नेपाली खेलाडी र अब ओभरअल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चाहिँ उनकै टिमका सुदूरपश्चिम रोयल्सकै खेलाडी सोयब जैब भन्ने भयो, जसले 275 रन र 12 विकेट लिएका थिए। ओभरअलमा चाहिँ सोयब जैब, तर नेपालको सर्वोत्कृष्ट खेलाडी चाहिँ दिपेन्द्र सिंह ऐरे, जसले के जिते त ओमोडा कार जिते। ठिक छ। त्यसपछि हाम्रा स्पिनर ललित नारायण राजवंशी, सबैभन्दा बढी विकेट लिने खेलाडी बलर, सर्वोत्कृष्ट बलर चाहिँ ललित नारायण राजवंशी है। र एउटा हाम्रो 14 वर्षीय ठिटा नभनौँ, बालकै भनौँ न होइन, उदयमान खेलाडी इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट विपिन शर्मा, पक्कै पनि नाम सुन्नुभयो होला यहाँले। उदयमान खेलाडी को भयो त भन्दाखेरि चाहिँ विपिन शर्मा। उनी कुन टिमका त भन्दाखेरि चाहिँ कर्नल याक्सका। सो उनी चाहिँ इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट विपिन शर्मा, यो नाम पनि नबिर्सिनुहोस्। त्यसपछि अब सर्वोत्कृष्ट बलर अथवा धेरै विकेट लिने खेलाडी चाहिँ सर्वोत्कृष्ट बलर चाहिँ को भयो त भन्नुहुन्छ भने ललित नारायण राजवंशी। ललित नारायण राजवंशी उनले कुल यो प्रतियोगिता अवधिभर चाहिँ 17 विकेट लिएर सर्वोत्कृष्ट खेलाडी भए। र मैले अर्को यहाँ पनि भनिसकेँ, यहाँ लेखि पनि हालेँ मैले यसलाई, सर्वोत्कृष्ट ओभरअल खेलाडी चाहिँ ओभरअल प्रतियोगिताको चाहिँ को त भने चाहिँ सोयब जैब। उनी कहाँका खेलाडी हुन् त भन्दाखेरि चाहिँ उनी सुदूरपश्चिम रोयल्सकै खेलाडी हुन् है त। उनले कुल 275 रन र 12 विकेट लिएका थिए भने हाम्रा टाइगर दिपेन्द्र सिंह ऐरे, एउटा टिकटकमा ट्रोले आएको थियो होइन त, बाघै हो सानो भएर मात्रै हो, बाघै हो मान्छे भनेको थियो नि त हो। सो उनले चाहिँ हाम्रा दिपेन्द्र सिंह ऐरीले चाहिँ हाम्रा दिपी टाइगरले चाहिँ 227 रन 8 विकेट 3वटा क्याच आउट, ती सबै कुराले गर्दा चाहिँ उनले नेपालको तर्फबाट चाहिँ सर्वोत्कृष्ट खेलाडी बन्दै ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट उपाधि जितेर ओमोडाको कार पनि उनले जितेका थिए। र हाम्रा कप्तान चाहिँ रोहित पौडेलको टिम लुम्बिनी लायन्स सबभन्दा पुच्छरमा रह्यो र त्यसले नै यो प्रतियोगिताको सबैभन्दा फेयर प्ले अवार्ड अथवा खेल भावनाले प्रेरित खेल चाहिँ कसले खेल्यो त भन्दाखेरि चाहिँ लुम्बिनी लायन्स। यानि कि फेयर प्ले अवार्ड चाहिँ कसले पाएको थियो त भन्नुहुन्छ भने फेयर प्ले अवार्ड हाम्रो राजेश हमाल ब्रान्ड एम्बेसडर भएको लुम्बिनी लायन्स हाम्रो सुमन कार्कीले उहाँको क्यारिकेचर एकदमै राम्रो गर्नुभएको छ, हाम्रो कप्तान रोहित पौडेलको है। ल सो यसमा पुरस्कार राशि भने चाहिँ अब विजेताले चाहिँ 1 करोड 10 लाख पाउने थियो भने उपविजेताले चाहिँ 51 लाख पाउने थियो, र 51 लाख पाउने चाहिँ सुदूरपश्चिम रोयल्स भयो। 1 करोड 10 लाख पाउने चाहिँ हाम्रो विजेता टिम कुन त भने चाहिँ जनकपुर बोल्ट्स है त। ल यति कुरा मैले यसमा यहाँलाई जोड्न चाहेँ। अब त्यसपछि ल अब यसतर्फ जाउँ। अब अन्तर्राष्ट्रिय घटनाक्रम थोरै मैले यहाँलाई जोड्न चाहेँ। त्यो सबैभन्दा महत्त्वपूर्ण के त भन्दाखेरि चाहिँ हालसालै म्यानमारमा एउटा शक्तिशाली भूकम्प गएको थियो। अहिले अन्तर्राष्ट्रिय जगतमा सबभन्दा एउटा चर्चाको विषय एउटा हो 7.7 रेक्टरको भूकम्प अस्ति चैत्र 15 गते। र अहिलेसम्म अब
आजको तपाईँहरूलाई मैले यो भिडियो रेकर्ड गराए रखुन्जेलसम्म चाहिँ 3645वटा शव चाहिँ फेला परिसकेका, धेरै सङ्ख्यामा चाहिँ अहिले पनि के त उद्धार कार्य नभइसकेका र त्यो भेटिने क्रम जारी छ है। सो यो भूकम्प भने चाहिँ के हो त भन्दा चाहिँ म्यानमारको भूकम्प, म्यानमार भूकम्प, हाम्रो आसियन मुलुक म्यानमारमा भूकम्प। अहिले हालसालैको सबैभन्दा ठुलो भूकम्प चाहिँ जुन अन्तर्राष्ट्रिय जगतमा चर्चामा रहेको थियो कुन हो भन्दाखेरि चाहिँ यही हो। यो भनेको 2081 साल चैत्र कति गते त 15 गते, तदनुसार 2025 मार्च 28मा यसको एउटा प्रमुख सहर मण्डले नजिक, मण्डले MANDALAY, यो मण्डले सहर नजिक केन्द्रबिन्दु रहेर कति रेक्टरको भूकम्प गयो त भन्दा चाहिँ 7.7 रेक्टर स्केलको भूकम्प गएको छ। रेक्टर स्केलको भूकम्प चाहिँ यहाँ गएको छ, जसले अहिलेसम्मको मृत्यु सङ्ख्या चाहिँ 3700 भन्दा बढी चाहिँ कटिसकेको कुरा बीबीसीले उल्लेख गरिसकेको छ है। मण्डल नजिकलाई केन्द्रबिन्दु बनाएर चाहिँ यो भूकम्प चाहिँ गएको थियो र यो भूकम्पको लागि चाहिँ अब तत्कालै हैन धेरै छिमेकी देशहरूले तदारुकता देखाए, जसमध्ये सबैभन्दा पहिलो चाहिँ के त चिनिया टोली यहाँ पुगेको थियो। यानि कि चीन सरकारले चाहिँ एकदमै द्रुत गतिमा चाहिँ आफ्नो उद्धार टोली यहाँ पठाएको थियो र त्यसपछि चीन सरकारले यहाँ मानवीय सहायताको लागि चाहिँ $13 मिलियन चाहिँ सहयोग गर्ने प्रतिज्ञा पनि व्यक्त गरेको थियो। र अब यहाँ क्वेसन हुनसक्छ, यो म्यानमारको भूकम्पमा हाम्रो छिमेकी देश भारतले पनि के हो त भन्दाखेरि चाहिँ एकदमै तत्काल यसलाई के गर्दा रेस्पोन्स गरेको थियो उद्धार कार्यको लागि। सो यहाँ एउटा क्वेसन के हुनसक्छ भन्दाखेरि चाहिँ म्यानमारको भूकम्पमा चाहिँ उद्धार कार्यको लागि भारतले एउटा अभियान चलाएको थियो, त्यो अभियानको नाम के हो भनेर सोधिन सक्छ है त। त्यो अभियानको नाम के हो त भन्दा चाहिँ भारतले म्यानमार भूकम्पमा प्रभावितहरूको उद्धारको लागि सञ्चालन गरेको अपरेसन अथवा अभियान अपरेसनको नाम के थियो त भनेर सोध्छ भने यो अपरेसनको नाम के थियो? अपरेसन ब्रह्मा चाहिँ उसले सञ्चालन गरेको थियो। कसले त भन्दाखेरि चाहिँ भारतले। ल यो त हामीले एउटा तस्बिरतिर देख्यौँ नि, एउटा सानो भिडियो क्लिप भाइरल भइरहेछ नि, पुरै एउटा ठुलो अग्लो भवन चाहिँ पूर्ण रूपमा के हो त क्षतिग्रस्त भएको। त्यो म्यानमार मात्र होइन, त्यसका छिमेकी देशहरू थाइल्यान्ड सिङ्गापुर समेत त्यसको के हो त प्रभावको कारणले गर्दा त्यहाँ ठुला भवनहरू के हो त त्यसमा भौतिक क्षति भएको थियो र धेरै सङ्ख्यामा मान्छेहरू के हो त हताहत भएको कुरा पनि आइरहेको छ। सो एउटा यो शब्द सम्झिनु होला, अपरेसन ब्रह्मा। कसले त म्यानमारको भूकम्पमा भारतले उद्धार कार्यको लागि सञ्चालन गरेको अपरेसन अथवा अभियानको नाम के हो त अपरेसन ब्रह्मा हो है त। ल अब भूकम्पकै कुरा गर्दाखेरि चाहिँ यो 25 पनि के हो त 25 को सुरुवात नै 2025 जनवरी 7 मा बिहानै हाम्रो नेपालमा पनि त्यसको कम्पन हामीले महसुस गर्यौं हैन। चीनमा शक्तिशाली भूकम्प गएको थियो। चीन भन्दा पनि चीनको सोसाची क्षेत्र तिब्बत स्थित सिगाचेको दिङ्गे काँटी भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर 7.1 रेक्टर स्केलको भूकम्प, कहीँ 7.1 रेक्टर कहीँ 7.0 रेक्टर भन्यो, जस समग्रतामा हेर्दा चाहिँ 7 रेक्टरको म्याग्निट्युड भएको भूकम्प गएको थियो। त्यसको प्रभाव हामीले पनि महसुस गर्यौं हैन त। कहिले गएको थियो त यो भन्दाखेरि चाहिँ चीनको सोसाइटी क्षेत्र तिब्बतको के त सिगाचे, यो सिगाचेको दिङ्गे काँटी भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चाहिँ 7.0 म्याग्निट्युडको यति रेक्टर स्केलको भूकम्प चाहिँ हैन। अब बीबीसीमा चाहिँ 7.0 भनेको छ। अब विभिन्न हाम्रा समाचार सामग्रीहरुमा चाहिँ 7.1 भनेको थियो। त्यसकारण मैले बीबीसीलाई आधार मान्दै यहाँलाई मैले 7.0 रेक्टर स्केल अथवा म्याग्निट्युड भनेर चाहिँ यहाँलाई मैले जानकारी गराएँ है। सो यो भूकम्प कहिले गएको थियो त भन्दाखेरि चाहिँ हामीले महसुस हुने गरी चाहिँ 2081 साल पौष कति गते त भन्दाखेरि चाहिँ 23 गते, तदनुसार 2025 जनवरी कतिमा त भन्नुहुन्छ भने जनवरी 7 मा यो गएको थियो भूकम्प भने। अब हाम्रो नेपालमा अन्तिम हामीले महसुस गरेको ठुलो भूकम्प भनेको जाजरकोट भूकम्प, जुन जाँचमा हामीले आइसकेको छ
हैन। जाजरकोट भूकम्प, जाजरकोट भूकम्प। सो जाजरकोट भूकम्प विक्रम सम्वत 2080 कार्तिक 17 गते। यो दिन हामीलाई एउटा खुसीको समाचार पनि थियो। 11:56 होला। त्यो दिन हामीले T20 वर्ल्ड कप जुन हाम्रो वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न भयो, त्यसमा चाहिँ हामी छनौट भएको दिन हो। हामीले मुलपानी स्टेडियममा चाहिँ युएईलाई 8 विकेटले हराएर आइसिसी को T20 क्रिकेट वर्ल्ड कप 2024 को लागि हामी छनौट भएको त्यो क्षण थियो। बिहानको समय 4 बजेतिर होला हैन। र त्यसको राति 11:56 चाहिँ जाजरकोटको कहाँ त भन्दाखेरि चाहिँ बारेकोट गाउँपालिका अवस्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर के हो त एउटा भूकम्प गएको थियो, जसको जुन कति म्याग्निट्युडको छ, कति रेक्टर स्केलको थियो भन्दाखेरि चाहिँ 6.4 रेक्टर स्केलको यो भूकम्प चाहिँ गएको थियो है। नेपालमा हामीले हाम्रै भूभागभित्र गएको अहिलेसम्मको हामीले यो अन्तिममा रेकग्नाइज गरेको सबभन्दा ठुलो भूकम्प 80 कार्तिक 17 गते चाहिँ गएको थियो है। र अब हाम्रो एउटा नारा राष्ट्रिय भूकम्प सुरक्षा दिवस। अब हाम्रो नेपाल एकदमै भूकम्पीय जोखिममा हामी 11औं स्थानमा पर्छौँ भन्छौँ हैन हामीले। सो हामीले राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाउँछौँ? राष्ट्रिय भूकम्प सुरक्षा दिवस हामी कहिले मनाउँछौँ त? विक्रम सम्वत 2055 सालबाट कुन दिनलाई मनाउँछौँ त? माघ 2 गतेलाई मनाउँछौँ। र अहिले हामीले मनाइरहेको 2081 को 27औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको नारा के थियो त भन्नुहुन्छ भने भूकम्पले सिकाएको पाठ। भूकम्पले जहिले पनि पाठ सिकाउँछ। भूकम्पले सिकाएको पाठ के सिकायो त? कस्तो बलियो संरचना र पूर्व तयारीको साथ, बलियो संरचना र सुदृढ पूर्व तयारीको साथ, बलियो संरचना र सुदृढ पूर्व तयारीको साथ, यो यसको नारा है त। भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्व तयारीको साथ, यही नै हाम्रो के थियो त भन्दाखेरि चाहिँ 27औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस। हामीलाई थाहा छ 1990 माघ 2 गते संघसभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर 8.4 रेक्टर स्केलको महाभूकम्प गएको थियो। 8 रेक्टर भन्दा माथिको हामीले के भन्छौँ? महाभूकम्प भन्छौँ। सो उक्त भूकम्पको 1990 माघ 2 गतेको सम्झनामा हामीले प्रत्येक वर्ष 2055 सालबाट हामीले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरेका छौँ। र 2081 को मनाएको हाम्रो 27औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको नारा भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्व तयारीको साथ भन्ने नाराको साथ यो मनाइदिएछ है त। ल यति कुरा यहाँहरूले यसमा यो समसामयिकको दृष्टिकोणले एकदमै महत्त्वपूर्ण प्रश्न यो हुन सक्ला है। र एउटा यसमा एउटा अपरेसन नाइटिङ्गेल भन्ने छ, यहाँले सुन्नु भएको छ छैन? यो अपरेसन नाइटिङ्गेल, फ्लोरेन्स नाइटिङ्गेल थाहा छ नि हामीलाई? अपरेसन नाइटिङ्गेल के होला त यो अपरेसन नाइटिङ्गेल भनेको? सो अपरेसन नाइटिङ्गेल भनेको चाहिँ प्राकृतिक प्रकोपबाट जो पीडित भएका छन्, जो मानिसहरू पीडित छन्, उनीहरूलाई चाहिँ चिकित्सकीय सेवा उपलब्ध गराउने गरी सञ्चालन गरेको अभियान अथवा कार्यक्रमलाई हामीले के भन्छौँ त? अपरेसन नाइटिङ्गेल। सो नाइटिङ्गेल भनेको फ्लोरेन्स नाइटिङ्गेल विश्वको पहिलो नर्स, इटालीकी होइन त। सो नर्स भन्ने बित्तिकै के सँग जोडिन्छ भनेर चाहिँ यो चिकित्सासँग जोडिन्छ। त्यस कारणले प्राकृतिक प्रकोप भनेको त भूकम्प नै हो। सो प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको अभियान अथवा कार्यक्रमको नाम नै के हो त? अपरेसन नाइटिङ्गेल हो है। यसलाई चाहिँ यहाँले नबिर्सिनु होला। वाट इज अपरेसन नाइटिङ्गेल भन्दाखेरि चाहिँ यति कुराहरू यहाँले यसमा जान्नु होला। ठिक छ? ल अब अर्कोमा जाउँ है त। ल अब हाम्रो आर्थिक वृद्धि दरमा अहिले धेरै नयाँ तथ्याङ्कहरू आइसकेका छन्। हालसालै एडिबीको प्रक्षेपण पनि आइसकेको छ हैन। मूल्य वृद्धि के कस्तो हुने त्यो पनि कुरा एडिबीले उल्लेख गरिसकेको छ। सो यस सन्दर्भमा आर्थिक वृद्धि दरको सन्दर्भमा कुन संस्थाले के हाम्रा तथ्याङ्कहरू प्रस्तुत गरेका छन् यसलाई थोरै हेरौँ है। इकोनोमिक ग्रोथ रेट, आर्थिक वृद्धि दर सबैभन्दा पहिला के को अनुसार त भन्दाखेरि चाहिँ अकर्डिङ टु एडिबी भनेको के हो त?
एसियन डेभलपमेन्ट बैंक, एसियाली विकास बैंक, जसको प्रधान कार्यालय कहाँ छ त? फिलिपिन्सको मनिलामा छ। सो यसले भर्खरै अप्रिल महिना अहिले नै एसियन डेभलपमेन्ट आउटलुक अप्रिल 2025 ट्रेड अनसर्टेन्टी च्यालेन्जेस रेजिलियन्स इन एसिया एन्ड द पेसिफिक, यसले अब प्रतिवेदन सार्वजनिक गर्दै नेपालको चालु आर्थिक वर्षमा सामान्य रूपमा आर्थिक वृद्धि चाहिँ कति हुने प्रक्षेपण गरेको छ यो आर्थिक वर्षमा भन्दाखेरि चाहिँ यो आर्थिक वर्षमा अहिले हाम्रो कुन आर्थिक वर्ष चलिरहेछ? यो आर्थिक वर्ष भनेको आर्थिक वर्ष 2081-82 मा कति प्रक्षेपण गरेको छ अरे? आर्थिक वृद्धि दरको 4.4% वृद्धि दरको प्रक्षेपण, वृद्धि दरको प्रक्षेपण। यो कहिले ल्याएको तथ्याङ्क हो त भन्नुहुन्छ भने यो अहिले 2025 अप्रिलमा भर्खरै हालसालै हिजो आज नै भने योभन्दा अगाडि हाम्रो आर्थिक वृद्धि दर कति थियो अरे त? यसले कति भन्छ त भन्नुहुन्छ भने आर्थिक वर्ष 2080-81 मा चाहिँ यसले कति अनुमान गरेको थियो त भन्दाखेरि चाहिँ 3.9%। हाल चाहिँ 4.4% वृद्धि दरको प्रक्षेपण अघिल्लोमा चाहिँ यो भने यसले आगामी आर्थिक वर्षको पनि के गरेको छ? प्रक्षेपण गरेको छ। कति गरेको छ त भन्दाखेरि चाहिँ आगामी आर्थिक वर्षको आर्थिक वर्षको प्रक्षेपण चाहिँ यसले कति गरेको छ त भन्नुहुन्छ भने त्यो भनेको 2081-82 को कति गरेको छ त भन्नुहुन्छ भने 5.1% रहने यो के हो त? अनुमान अथवा प्रक्षेपण यस्तै गरेको छ है। सो एसियन डेभलपमेन्ट बैंक, एसियाली विकास बैंकले नेपालको चालु आर्थिक वर्षमा सामान्य रूपमा कति आर्थिक वृद्धि दर चाहिँ हासिल गर्ने अथवा पुग्ने प्रक्षेपण गरेको छ भन्दाखेरि चाहिँ 4.4% भने गत आर्थिक वर्ष भनेको हाम्रो अघिल्लो आर्थिक वर्ष 2080-81 मा चाहिँ नेपालको आर्थिक वृद्धि दर कति थियो अरे त भन्दाखेरि चाहिँ 3.9% थियो भनेर एडिबीले भन्छ। योभन्दा अगाडि त अर्कै थियो भन्नु होला। यो त हरेक वर्ष नयाँ तथ्याङ्क आए पछि यो के हो त? परिमार्जन हुन्छ भने आगामी आर्थिक वर्ष 2082-83 मा भने 5.1% को वृद्धि दर हासिल हुने के हो त? प्रक्षेपण छ अथवा अनुमान छ। कसको त? अकर्डिङ टु एडिबी। यति कुराहरू हामीले जान्नुपर्ने भयो भने अहिले यसको के पनि कुरा गर्छ भन्दाखेरि चाहिँ मूल्य वृद्धिको पनि कुरा गरेको छ। चालु आर्थिक वर्षमा हाम्रो मूल्य वृद्धि कतिमा सीमित हुने प्रक्षेपण गरेको छ त एडिबीले भन्दाखेरि चाहिँ मूल्य वृद्धि चाहिँ यो आर्थिक वर्षमा मूल्य वृद्धि 5.2% मा सीमित हुने प्रक्षेपण छ। सीमित हुने के छ त? प्रक्षेपण छ। सीमित हुने के छ? प्रक्षेपण छ। ल एडिबी अनुसार हाम्रो मूल्य वृद्धि चाहिँ यो आर्थिक वर्षमा चाहिँ 5.2% मा रेस्ट्रिक्ट हुने के छ त भन्दाखेरि चाहिँ प्रक्षेपण छ भने अब आगामी आर्थिक वर्षमा के होला त? बढ्ला कि घट्ला त? घट्ने अनुमान छ अथवा कतिमा सीमित हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा भनेको 82-83 मा आगामी आर्थिक वर्षमा आर्थिक वर्षमा 5% मा सीमित हुने प्रक्षेपण छ। 5% मा सीमित हुने 5% मा सीमित हुने प्रक्षेपण छ है त। ल सो यो चाहिँ भर्खरै 2025 अप्रिलमा एसियन डेभलपमेन्ट बैंकले सार्वजनिक गरेको प्रतिवेदन एसियन डेभलपमेन्ट आउटलुक द ट्रेड अनसर्टेन्टी च्यालेन्जेस रेजिलियन्स इन एसिया एन्ड द पेसिफिक, यो प्रतिवेदन अनुसारको यी कुराहरू मैले यहाँलाई यसमा अवगत गराएँ है त। ल सो चालु आर्थिक वर्षमा 4.4 रहने प्रक्षेपण, अघिल्लो आर्थिक वर्षमा 3.9 र आगामीमा चाहिँ 5.1 को यो के हो त? प्रक्षेपण अनुमान अथवा यो के हो त? प्रक्षेपण हो भने मूल्य वृद्धि दर चाहिँ यो चालु आर्थिक वर्षमा चाहिँ 5.2% मा सीमित हुने र आगामी आर्थिक वर्षमा चाहिँ के हो त? 5.2 बाट घटेर कति त? 5% मा सीमित हुने के हो त? प्रक्षेपण छ है त। ल अब चाहिँ हामी
एसियन डेभलपमेन्ट ब्याङ्क पछि अर्को हाम्रो के त भन्दाखेरि चाहिँ विश्वको सबभन्दा ठुलो बैङ्क ग्लोबल इकोनोमिक प्रोस्पेक्ट 2025 जनवरीमा सार्वजनिक गरेको तथ्याङ्क र यसमा अर्को अस्ति भर्खरै फेब्रुअरीमा नि अर्को एउटा नयाँ तथ्याङ्क पनि आएको छ नेपाल डेभलपमेन्ट अपडेट भनेर है। सो यसमा चाहिँ अब यहाँहरूले चाहिँ आर्थिक वृद्धि दरमा विश्व बैङ्कको प्रक्षेपण आर्थिक वृद्धि दरमा कसको प्रक्षेपण त भन्दाखेरि चाहिँ विश्व बैङ्कको प्रक्षेपण। ल अब यसमा एउटा नेपालसँग रिलेटेड यसले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। त्यो प्रतिवेदनको नाम के हो त भन्दाखेरि चाहिँ नेपाल डेभलपमेन्ट अपडेट यो छ। यसले सार्वजनिक गरेको प्रतिवेदनको नाम के हो त भन्दाखेरि चाहिँ नेपाल डेभलपमेन्ट अपडेट। यसले सार्वजनिक गर्दै के भन्यो त भन्दाखेरि चाहिँ विश्व ब्याङ्कले के भन्यो त नेपालको चालु आर्थिक वर्ष भनेको के त 81-82 मा अर्थतन्त्रको विस्तार अथवा आर्थिक वृद्धि दर कति % विस्तार हुने जनाएको छ त भन्दाखेरि चाहिँ 2081-82 मा अर्थतन्त्र नेपालको अर्थतन्त्र 4.5% वृद्धि हुने के गरेको छ त भन्दाखेरि चाहिँ प्रक्षेपण गरेको छ। ल कुरा बुझ्नुभयो। सो विश्व ब्याङ्कले आर्थिक वर्ष 81-82 मा अथवा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र कति प्रतिशतले विस्तार हुने अनुमान गरेको छ अथवा जनाएको छ त भन्दाखेरि चाहिँ 4.5% वृद्धि हुने प्रक्षेपण अथवा अनुमान हुने चाहिँ यसले जनाएको छ। कुन प्रतिवेदनमा त नेपाल डेभलपमेन्ट अपडेट 2025 सार्वजनिक गर्दै विश्व ब्याङ्कले यस वर्षमा चाहिँ नेपालको आर्थिक वृद्धि के हो त बढ्ने अनुमान गरेको छ। भने अघिल्लो आर्थिक वर्षमा चाहिँ कति अनुमान गरेको थियो त? अघिल्लो आर्थिक वर्ष भनेको 80-81 मा अघिल्लो आर्थिक वर्ष 80-81 मा चाहिँ कति अनुमान गरेको थियो त भन्दा चाहिँ कति वृद्धि दरको अनुमान गरेको थियो? 3.9% को के हो त वृद्धि दरको अनुमान गरेको थियो यसले। भने यसले आगामी आर्थिक वर्षहरूमा पनि अब नेपालको अर्थतन्त्रमा चाहिँ सुधार हुँदैछ। उसले त्यहाँ के भनेको छ जब 2019 मा नेपालमा कोभिड आयो, कोभिडले गर्दा सर्वत्र क्षेत्रहरू के भयो त प्रभावित भए, विश्वव्यापी रूपमै त्यसको प्रभाव पर्यो र त्यसपछिको अब कोभिड भ्याक्सिनको कुरा लिएर के हो त अर्थतन्त्र संसारभर नै चलायमान हुन सकेन र त्यसको प्रभाव पनि नेपालमा परेको थियो भन्ने कुरा गर्दै त्यसलाई पृष्ठभूमिसँग जोड्दै आगामी आर्थिक वर्षहरूमा नेपालको अर्थतन्त्र चाहिँ सुधार हुने अवस्थामा देखिएको छ भनेर उसले 2082-83-84 को पनि के हो त अर्थतन्त्रको वृद्धि दरको के गरेको छ हामीलाई अपडेट दिएको छ। जसअनुसार 82-83 मा कति हुने भनेको छ त भन्नुहुन्छ भने 2082-83 मा चाहिँ 5.3% ले नेपालको अर्थतन्त्र वृद्धि हुने उसले के गरेको छ अनुमान गरेको छ है। त्यसपछि 2083-84 मा 5.3 होइन 5.2 हो। यसलाई सच्याउनुहोस् यहाँले, यसलाई यहाँ 3 लिएर चाहिँ यहाँ 2 बनाउनुहोस् है यसलाई है। 5.2 यसको चाहिँ कति त 5.5% हुने के हो त अनुमान हो। यो क्लियर भयो। सो विश्व बैङ्कको प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धि दरको अवस्था के छ त, नेपालको अर्थतन्त्रको विस्तारको अवस्था के छ त भन्दाखेरि चाहिँ प्रतिवेदनको नाम छ नेपाल डेभलपमेन्ट अपडेट। जसअनुसार आर्थिक वर्ष 81-82 मा नेपालको अर्थतन्त्र 4.5% ले विस्तार हुने कुरा यहाँ उल्लेख गरेको छ। अघिल्लो आर्थिक वर्षमा चाहिँ 3.9 को अनुमान गरेको थियो भने अब अर्थतन्त्रका समग्र सूचक परिसूचकहरू चाहिँ सकारात्मक दिशामा अगाडि बढेको कारणले गर्दाखेरि चाहिँ आगामी आर्थिक वर्षहरूमा पनि नेपालको अर्थतन्त्रको विस्तार चाहिँ अथवा बढ्ने अथवा वृद्धि दर चाहिँ के हो त बढ्ने भनेर चाहिँ यहाँ उल्लेख गरेको छ। जसअनुसार आगामी आर्थिक वर्ष भनेको हाम्रो कुन चाहिँ हो त आर्थिक वर्ष 2082-83 हो। त्यसमा नेपालको अर्थतन्त्रको विस्तार अथवा कति प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ त अथवा प्रक्षेपण गरेको छ भन्दा 5.2% ले। र अझै त्यसपछिको 82-83 पछि के आउँछ 83-84 मा योभन्दा पक्कै पनि बढ्नु पर्यो 5.2, यसमा 5.5 ले विस्तार हुने के हो त प्रतिशतले विस्तार हुने के गरेको छ अनुमान कसले गरेको छ विश्व बैङ्कले गरेको छ है। यति कुरा बुझ्नु पर्यो। ठिक छ यसमा। ल अब हाम्रा वृद्धि दरहरू धेरै छन् नि फेरि यसमा। यहाँले आर्थिक वृद्धि दर चाहिँ यो दुईटा कुरा भयो। एउटा के को भयो त भन्दाखेरि चाहिँ एसियन डेभलपमेन्ट ब्याङ्कको भर्खरै लेटेस्ट आयो, यो हिजो आज भर्खरै आएको होला सायद। यो आज म तपाईँलाई यो रेकर्ड गरिरहँदाखेरि चाहिँ आज हाम्रो बिहिबार होइन, र यही बिहिबार आज बिहान आएको हो कि आजै आएको हुनुपर्छ पक्कै यो रिपोर्ट।
त्यसको अनुसार हो एसियन डेभलपमेन्ट ब्याङ्कको र विश्व ब्याङ्कको केही समय अलि अगाडि आएको र त्योभन्दा अगाडि हामीले के पढेका छौँ त आर्थिक सर्वेक्षणको तथ्याङ्क पढिरहेका छौँ। आर्थिक सर्वेक्षणले के भन्छ है, धेरै छन् है आर्थिक वृद्धि दर। र अस्ति एउटा क्वेसन पनि सोधेको छ, हाम्रो जुन 15औं योजनामा चाहिँ जुन हाम्रो लक्ष्य थियो 9.6% आर्थिक वृद्धि दरको हासिल गर्ने जुन लक्ष्य थियो, औसतमा हामीले कति हासिल गऱ्यौँ त, यो सोधेको क्वेसन हो। त्यसपछि नेपाल प्रहरीको निरीक्षकमा यही वर्ष 16 योजनाको चाहिँ औसत लक्ष्य आर्थिक वृद्धि दरको औसत लक्ष्य कति हो भनेर सोधिएको छ, हासिल गर्नुपर्ने। त्यसकारण एउटा मात्रै होइन, त्यसपछि अर्को हामीसँग बजेट पनि छैन त। आर्थिक वृद्धि दर हाम्रो आर्थिक सर्वेक्षण 80-81 मा कति छ त, नेपालको आर्थिक वृद्धि दर हामीले कति त 3.87% रहने अनुमान गरेका थियौँ भने यतापट्टि हाम्रो आधारभूत मूल्यमा चाहिँ हामीले 3.54% ले विस्तार हुने हामीले के त अनुमान गरेका थियौँ। यो हैन, एउटा आधारभूत मूल्यमा कति थियो त हाम्रो 3.54 थियो हैन। आधारभूत मूल्यमा हाम्रो आर्थिक वृद्धि दरको प्रक्षेपण कति थियो त 3.54 को थियो भने अर्को हाम्रो के त भन्दाखेरि चाहिँ बजेट आर्थिक वर्ष 81-82 को बजेटले चाहिँ हाम्रो आर्थिक वृद्धि दरको लक्ष्यलाई कति उल्लेख गरेको थियो त भन्दाखेरि चाहिँ 6% थियो नि त। 6% नि आर्थिक वर्ष 81-82 को बजेटले नेपालको आर्थिक वृद्धि दर चाहिँ 6% पुर्याउने के त लक्ष्य राखेको थियो भने आइएमएफले के भनेको थियो, हाम्रो 2025 मा चाहिँ 4.9% ले विस्तार हुने प्रक्षेपण गरेको छ। आइएमएफले 2025 मा 4.9% ले विस्तार हुने प्रक्षेपण गरेको छ, अनुमान गरेको छ। विस्तार हुने प्रक्षेपण गरेको छ। आइएमएफ भने के हो त, अन्तर्राष्ट्रिय मुद्रा कोष, इन्टरनेसनल मोनिटरी फन्ड हो यो। अब त्यसपछि यहाँनिर एउटा अब क्वेसन आउन सक्छ हामीलाई है, यो आइ पनि सकेको छ जस्तै भर्खरै। अब आर्थिक वृद्धि दरमा यो त दुईटा त नयाँ समसामयिक भइहाल्यो, यो पनि समसामयिक भइहाल्यो, विभिन्न आर्थिक वृद्धि दर कुरा। तर हामीले अहिले हाम्रो 16 योजना चलिरहँदाखेरि चाहिँ एउटा क्वेसन, आर्थिक वृद्धि दरको हाम्रो 15 योजनाको लक्ष्य कति थियो त, योजना त सिधिसक्यो। आर्थिक वर्ष 76-77 बाट 76-77, 77-78, 78-79, 79-80, 80-81 सिधिसक्यो। हामीले हासिल चाहिँ कति गऱ्यौँ त औसतमा, यो क्वेसन सोधेको छ। त्यसकारणले यो महत्त्वपूर्ण हुन सक्छ। 15 योजनाले जस्तै हाम्रो 15 योजनाले जुन चाहिँ हाम्रो कहिले अन्त्य भयो त 2080-81 हैन, 76-77 80-81 सम्मको जुन थियो, यसको चाहिँ आर्थिक वृद्धि दरको लक्ष्य कति थियो, यसको आर्थिक वृद्धि दरको लक्ष्य कति थियो, आर्थिक वृद्धि दरको लक्ष्य कति थियो त, आर्थिक वृद्धि दरको लक्ष्य कति थियो त भन्दाखेरि चाहिँ हाम्रो लक्ष्य थियो 9.6% थियो, 9.6% थियो। तर हामीले औसत उपलब्धि चाहिँ कति हासिल गऱ्यौँ त, औसतमा कति मात्र हासिल भयो त भन्दाखेरि चाहिँ हामीले औसतमा चाहिँ हामीले कति त भन्दा चाहिँ 2.6% मात्रै के गऱ्यौँ त भन्दाखेरि चाहिँ हासिल गर्न सफल भयौँ। यो क्वेसन सोधेको छ, हामीले त्यतिर ध्यान दिइरहेको हुँदैनौँ नि यो। सो 15 योजनाको अन्त्यसम्ममा हामीले जुन चाहिँ 9.6% को आर्थिक वृद्धि दरको लक्ष्य लिएका थियौँ, त्यसमा औसत उपलब्धि हाम्रो कति मात्रै हासिल भयो त भन्दाखेरि चाहिँ 2.6% मात्रै हासिल भयो। ठिक छ। र त्यसै गरी अर्को हामीले जाँचमा झुकाइदिन सक्ने अर्को आर्थिक वृद्धि दरको लक्ष्य हाम्रो 16 योजनामा छ। 16 योजनामा अब यसमा दुईटा कुरा छ है, दुईटा शब्दमा नझुकिनु होला। आर्थिक वृद्धि दरमा एउटा के भन्छ औसत लक्ष्य, अर्को अरू एउटा चाहिँ 16 योजनाको औसत लक्ष्य, अर्को के त 16 योजनाको लक्ष्य। सो आर्थिक वृद्धि दरमा चाहिँ 16 योजनाको औसत लक्ष्य कति छ त, 16 योजनाको औसत लक्ष्य, 16 योजनाको औसत लक्ष्य कति छ त, 16 योजनाको औसत लक्ष्य भने चाहिँ 7.1% छ, 7.1% छ औसत भने। र यो क्वेसन नेपाल प्रहरीको निरीक्षकमा यही वर्ष सोधेको क्वेसन हो। त्यसै गरी आर्थिक वृद्धि दरमा चाहिँ 16 योजनाको लक्ष्य मात्रै भन्छ भने कति हो त, कति हासिल गर्ने, यो पनि हासिल गर्ने हो नि त। 16 योजनाको चाहिँ लक्ष्य आर्थिक वृद्धि दरमा चाहिँ 16 योजनामा अथवा 16 योजनाको आर्थिक वृद्धि दरको लक्ष्य मात्रै भन्यो भने 16 योजनाको लक्ष्य भन्यो भने चाहिँ यो कति प्रतिशत छ त भन्दाखेरि चाहिँ 7.3% छ। यहाँ नझुकिनुहोस्, औसत भन्यो भने
7.1% हासिल गर्ने, 16 जनाको लक्ष्य मात्रै भन्छ भने 7.3% चाहिँ हासिल गर्ने। यो नबिर्सिनु होला, ठिक छ। त्यसपछि अर्को हाम्रो के छ त भन्दाखेरि चाहिँ आर्थिक वृद्धि दरमा दीर्घकालीन सोच छ। हाम्रो दीर्घकालीन सोच कतिमा आधारित छ त? 21 मा आधारित छ। सो दीर्घकालीन सोच 21 मा हाम्रो आर्थिक वृद्धि दरको लक्ष्य कति छ? आर्थिक वृद्धि दरको लक्ष्य कति छ? आर्थिक वृद्धि दरको लक्ष्य कति छ? आर्थिक वृद्धि दरको लक्ष्य कति छ त भन्दाखेरि चाहिँ 10 कति प्रतिशत छ त? 5% चाहिँ रहेको छ। कन्फ्युजन नहुनुहोस् है। अनि कहिलेकाहीँ के सोधिन सक्छ भन्दाखेरि चाहिँ हाम्रो प्रदेशगत आर्थिक वृद्धि दर आर्थिक वर्ष 80-81 मा चाहिँ प्रदेशगत आर्थिक वृद्धि दर हेर्दाखेरि चाहिँ सबभन्दा बढी कसको सबभन्दा कम कसको भनेर सोधिन सक्छ हैन। सो आर्थिक वर्ष 2080-81 मा प्रदेशगत आर्थिक वृद्धि दर हेर्ने हो भने प्रदेशगत आर्थिक वृद्धि दरको कुरा हेर्ने हो भने चाहिँ सबैभन्दा बढी हामीले कुन प्रदेशमा पाउँछौँ त भन्दाखेरि चाहिँ आर्थिक वृद्धि दर गण्डकी प्रदेशमा, जसको वृद्धि दर कति हो त? 4.6% हो भने कम भनेको के त भन्दाखेरि चाहिँ कर्णाली र सुदूरपश्चिमको चाहिँ कति छ त भन्नुहुन्छ भने 3.4% रहने अनुमान हो आर्थिक वर्ष 80-81 आर्थिक सर्वेक्षणमा है। यो पनि हामीले जान्नै पर्ने एकदमै महत्त्वपूर्ण विषयवस्तु हो यसमा, ठिक छ। ल अब यसमा फेरि मैले अर्को एउटा कुरा यहाँलाई फेरि पनि अवगत गराउनुपर्ने हुन्छ। यसमा नेपाल विश्व बैंकले नेपालको अर्थतन्त्रको विस्तार त सकारात्मक दिशामा मात्रै छ भन्ने कुरा गरेका छैन। यहाँ यसले के पनि कुरा गरेछ? गरिबीको पनि कुरा गरेको छ। नेपालमा आगामी वर्षहरूमा गरिबी पनि घट्दै जाने चाहिँ अनुमान अथवा सीमित हुँदै गरिबीका दायराहरू चाहिँ के हो त? खुम्चिँदै अथवा सीमित हुँदै जाने पनि केले त अनुमान गरेको छ है। सो यसमा चाहिँ विश्व बैंकको गरिबी दर, विश्व बैंकको यसले आर्थिक वृद्धिको अथवा अर्थतन्त्रको विस्तार मात्र नभएर विश्व बैंकको अनुसार नेपालको गरिबी दर अब गरिबी दर भने त्यही त, जब अर्थतन्त्रको दायराहरू विस्तार हुन्छ, अर्थतन्त्रको आकार फैलिँदै जान्छ, आर्थिक वृद्धि दर बढ्दै जान्छ अनि गरिबी दर चाहिँ के हुन्छ त? घट्छ। त्यसकारणले उसले के भन्छ त भन्दाखेरि चाहिँ नेपालको चाहिँ सन् 2025 मा गरिबी दर चाहिँ कतिमा सीमित हुन्छ र त भन्दा चाहिँ 5.5% वृद्धि दर। कतिमा त भन्दा चाहिँ 5.5% मा के हो त? सीमित हुने कुरा गरेको छ यसमा। त्यसपछि 2026 मा कति हुन्छ त? सन् 2026 मा चाहिँ कतिले त भन्दाखेरि चाहिँ 4.8% मा सीमित हुने प्रक्षेपण छ। त्यसै गरी सन् 2027 मा चाहिँ 4% के गर्ने त भन्दाखेरि चाहिँ सीमित हुने, 4% मा के हो त? सीमित हुने के छ त? प्रक्षेपण छ। सीमित हुने के छ त? प्रक्षेपण छ, ठिक छ। ल अर्थतन्त्र विस्तार भए सँगसँगै के हो त भन्दा चाहिँ गरिबी दर पनि के हो त? घट्ने विश्व बैंकको अनुमान छ। 25 मा नेपालको गरिबी 5.5%, 26 मा 4.8% र 27 मा 4% मा सीमित हुने अनुमान चाहिँ यहाँ गरिएको छ। अब त्यसपछि प्रक्षेपण छ है त। अब त्यसपछि यहाँ के हो त? गरिबी दर त घट्ने भन्ने होइन। अब यहाँ उसले के गर्छ भने विश्व बैंकले के हुन्छ? अब चरम गरिबीको कुरा पनि गर्छ। जस्तै अब हामीले के भन्छौँ? चरम गरिबी भने चाहिँ कस्तो हो त? एब्सोल्युट पोभर्टी भनेको के हो त? पहिला त्यो क्राइटेरिया जानु पर्यो होइन। एउटा यहाँ तपाईँले यो बुझ्नुपर्छ। जस्तै अब चरम गरिबीको कुरा आउँछ होइन। चरम गरिबीको कुरा आइरहँदाखेरि चाहिँ विश्व बैंकले कति आय आर्जन भन्दा कमलाई चाहिँ चरम गरिबी मानेको छ त भन्दाखेरि चाहिँ यदि कुनै पनि व्यक्तिले चाहिँ दैनिक रूपमा 2.15 अमेरिकी डलरको आम्दानी गर्दैन भने अथवा यो भन्दा कम गर्छ भने त्यस्तो व्यक्ति चाहिँ केमा पर्यो त भन्दाखेरि चाहिँ चरम गरिबी दरको क्षेत्रभित्र पर्यो अथवा त्यो रेखाभित्र पर्यो हैन। त्यसभए नेपालमा अहिलेको जुन यो चरम गरिबी दर छ यो चाहिँ हाल चाहिँ कति प्रतिशतमा चाहिँ झरेको छ त भनेर सोच्छ भने नेपालमा चरम गरिबी कति प्रतिशतमा झरेको छ त? 0.37% मा चाहिँ के भएको छ त? झरेको छ, प्रतिशतमा झरेको छ। यो पनि यहाँले जान्नु होला, झरेको छ। ल 0.37% ले चाहिँ के त? झरेको छ हैन। यो चाहिँ नेपालको आर्थिक परिदृश्य, नेपालको आर्थिक वृद्धिको सम्भावना
अथवा नेपालले आर्थिक वृद्धिको सम्भावना खोल्दै भन्ने प्रतिवेदन अनुसार चाहिँ नेपालमा हाल चरम गरिबी चाहिँ कति प्रतिशतमा झरेको छ भन्दाखेरि चाहिँ 0.37% चाहिँ झरेको छ। र चरम गरिबीको सीमा के हो त भन्दाखेरि चाहिँ यदि कुनै पनि व्यक्तिले चाहिँ विश्व बैंकको अनुसार 2.15 अमेरिकी डलर भन्दा कम आय आर्जन गर्छ भने त्यो व्यक्ति चाहिँ केमा पर्यो त? चरम गरिबीको रेखामुनि पर्यो है त। ल यति कुरा हामीले यसमा जान्नु पर्यो। यो चरम गरिबीको सीमा क्राइटेरिया यो जान्नु होला। ल आर्थिकमा अब आर्थिकमा अर्को हामी अहिले 16औं योजनामा छौँ। अब हाम्रो के हो त भने चाहिँ 15औं योजनाका केही महत्त्वपूर्ण समीक्षा कुन कुन हामीले हासिल गर्यौँ त? आर्थिक वर्ष 2076-77 बाट सुरु भएको 15औं योजना जुन आर्थिक वर्ष 2080-81 अन्त्य हुँदाखेरि चाहिँ सिद्धियो। अघि आर्थिक वृद्धि दरको त मैले भनिसकिहालेँ। आर्थिक वृद्धि दर 9.6% हासिल गर्ने लक्ष्य लिएकोमा औसतमा जम्मा 2.6% मात्र हामीले के गर्न सक्यौँ त? हासिल गर्न सक्यौँ। त्यसो भए 15 योजनाको समीक्षामा चाहिँ अरू के महत्त्वपूर्ण यस्ता सूचकहरू चाहिँ कुन अवस्थामा थिए त? छन् त? त्यसलाई अब थोरै यसमा हेरौँ है त। ल 15औं योजना 15th प्लान। अहिले हामी कुन योजनामा छौँ त? 16औं योजनामा छौँ। सो त्यहाँमाथि तपाईँले पढ्न सक्नुहुनेछ जेनरल इभ्यालुएसन अफ इमिडिएट पास्ट प्लान अफ नेपाल। भर्खरै पास्ट प्लान भनेको त भर्खरै सिद्धिएको योजना। हाम्रो कुन योजना त? 15औं पञ्चवर्षीय योजना। यो त्रिवर्षीय कि पञ्चवर्षीय योजना? पञ्चवर्षीय योजना। यसको के हो त भन्दा चाहिँ समीक्षा मैले भनिसकिहालेँ। यसको आर्थिक वृद्धि दरको लक्ष्य कति थियो त? यसको आर्थिक वृद्धि दरको लक्ष्य कति थियो त भन्नुहुन्छ भने 9.6% थियो। तर औसतमा हामीले कति हासिल गर्यौँ भने त भन्दाखेरि चाहिँ औसतमा चाहिँ जम्मा हामीले कति त 2.6% मात्र यो के हुन सक्यो त भन्दाखेरि चाहिँ हासिल हुन सक्यो। कारण के भनिएको छ यसमा? यसमा कारण चाहिँ धेरै उल्लेख गरिएको छ। पहिलो कुरा त 15 योजनाको सुरुवातमै हामी के भयो त भन्दा चाहिँ कोभिड महामारीबाट प्रभावित भयौँ। त्यसले गर्दा हाम्रा विभिन्न आर्थिक सामाजिक आयामहरूमा यसले गम्भीर असर पारेको थियो हैन। अब आर्थिक आयाम भनेको अब हाम्रो कृषिमा भयो, उद्योगमा भयो, पर्यटनमा भयो हैन, अब उत्पादनमा भयो, लगानीका क्षेत्रहरू सम्पूर्ण रूपमा के भयो त? सङ्कुचित भए, खुम्चिए। यी सबै कुराले गर्दा के भयो त? हामीले आर्थिक वृद्धि दर हासिल गर्न सकेनौँ। र फेरि त्यो अवधिमा चाहिँ हाम्रो जुन गरिबी छ, गरिबीको जनसङ्ख्या छ, त्यो वृद्धि दर के हो त? त्यतिखेरको वृद्धि दर भनेको लगभग 4%ले बढेको थियो भनिन्छ। साथसाथै वैदेशिक रोजगारीमा जाने अनि रेमिटेन्स भित्रिने, त्यसले अर्थतन्त्रका क्रियाकलापहरू बढावा दिने गर्थ्यो। त्यो पनि सङ्कुचन भयो। त्यसकारणले हामीले यो योजना अवधिमा चाहिँ हामीले अपेक्षित रूपमा चाहिँ हासिल गर्न सकेनौँ भन्छ है। ठिक छ। त्यसपछि अर्को प्रति व्यक्ति आय। सो हामीले 15 योजनाको अवधिभरमा कति प्रति व्यक्ति आय हासिल गर्ने चाहिँ अनुमान गरेका थियौँ त, अथवा लक्ष्य राखेका थियौँ त भन्दाखेरि चाहिँ 1595 अमेरिकी डलर। 1595 के त अमेरिकी डलर चाहिँ यति चाहिँ के हो त? हाम्रो लक्ष्य थियो, यो अनुमान थियो। यति अनुमान गरेकोमा कति पुग्यो त भन्दाखेरि चाहिँ पुगेको कति त भन्दाखेरि चाहिँ 1456 अमेरिकी डलर यति पुग्यो। 1456 अमेरिकी डलर चाहिँ के भयो त? हाम्रो हासिल भएको हो। सो प्रति व्यक्ति आय 1595 अमेरिकी डलर चाहिँ जुन हाम्रो पुग्ने अनुमान गरेकोमा चाहिँ हामीले कति हासिल गर्यौँ त भन्दा चाहिँ 1456 अमेरिकी डलर चाहिँ हामीले के गर्यौँ त? हासिल गर्यौँ हैन। त्यसै गरी अब यो 15 योजनाको अन्त्यसम्ममा हाम्रो कुल गार्हस्थ्य उत्पादन, हाम्रो क्षेत्रगत योगदान, प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदानको कुरा गर्दाखेरि चाहिँ कुन लक्ष्य हामीले हासिल गर्यौँ, कुन हासिल गर्न सकेनौँ है? तीनटा क्षेत्र। सबैभन्दा पहिला हाम्रो प्राथमिक क्षेत्र। सो प्राथमिक क्षेत्रको योगदान चाहिँ कति पुग्ने हाम्रो अनुमान थियो त? 22.3%। अब अहिलेको अथवा यो योजनाको अवधिसम्म चाहिँ हामीले हासिल गरेको कति हो त भने चाहिँ 24.6% यति हासिल भयो हैन। त्यसपछि द्वितीय क्षेत्रको 18.8% को टार्गेट थियो, हासिल गर्यौँ हामीले कति त भन्दा चाहिँ 12.53%। यो चाहिँ हामीले के गर्यौँ त? हासिल गर्यौँ। द्वितीय क्षेत्र, सेकेन्डरी सेक्टर, प्राथमिक द्वितीय नचुकिनुहोस् है। त्यसपछि तृतीय अथवा सेवा क्षेत्रले चाहिँ हाम्रो टार्गेट कति थियो? 59.9 59.9% थियो। यसमा हामीले हासिल गरेको कति त? 62% हासिल गर्यौँ त। 9% हामीले के गर्यौँ त? हासिल गर्यौँ। यसमा यति देखिएको छ।
सो हाम्रो 15 योजनाको अन्त्यसम्ममा चाहिँ हाम्रो कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक द्वितीय क्षेत्रको योगदान कति भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो लक्ष्य रहेकोमा यो चाहिँ के हो त हाल चाहिँ यति देखिएको है त। ल यसलाई टिप्पणी गर्नुस्। त्यसपछि अर्को भनेको अब हाम्रो जीडीपी र कुल स्थिर पुँजी लगानी बीचको अनुपात कति टार्गेट थियो, कति हासिल भयो त। यसलाई टिप्नुस्। यो चाहिँ हालको अवस्था है, तलको चाहिँ हालको अवस्था। ओके, त्यसपछि अब अर्को कुल गार्हस्थ्य उत्पादन र कुल स्थिर लगानी बीचको अनुपात हामीले कति लक्ष्य राखेका थियौँ त भन्दाखेरि चाहिँ 41 कति त भन्दाखेरि चाहिँ 6% को हामीले यो अनुपात चाहिँ हामीले यो 15 योजनाको अन्त्यसम्ममा चाहिँ पुर्याउने लक्ष्य राखेका थियौँ है। कुल गार्हस्थ्य उत्पादन कुल स्थिर पुँजी लगानी बीचको अनुपात, कुल स्थिर पुँजी लगानी बीचको अनुपात चाहिँ टार्गेट थियो कति त 41.6%। तर हामीले 80-81 सम्म आइपुग्दाखेरि चाहिँ यो अनुपात हामीले कति मात्र हासिल गर्न सक्यौँ त भन्दाखेरि चाहिँ हामीले हासिल गरेको कति मात्रै भयो त भन्दाखेरि चाहिँ हासिल चाहिँ जम्मा कति भयो त 24 कति प्रतिशत मात्रै हासिल भयो त। कुल गार्हस्थ्य उत्पादन र कुल स्थिर पुँजी लगानी बीचको अनुपात भनेको हासिल भएको 24.5% मात्रै रहेको छ। यो पनि हामीले जान्नुपर्ने भयो। ठिक छ। अब त्यसपछि सार्वजनिक वित्त यसको अवस्था कस्तो छ त। सार्वजनिक वित्तको अवस्था कस्तो छ त जीडीपी को अनुपातमा है। कुल गार्हस्थ्य उत्पादनमा हैन दुईटा कुरा, एउटा चाहिँ सरकारी खर्च, अर्को चाहिँ के त राजस्वको अनुपात। दुईटा कुरा उत्पादनमा चाहिँ कुल सरकारी खर्चको अनुपात कति त, कुल सरकारी खर्चको अनुपात एउटा चाहिँ खर्चको अनुपात हैन अनुपात, अनि अर्को चाहिँ कुल गार्हस्थ्य उत्पादनमा चाहिँ के को त भनेर चाहिँ राजस्वको अनुपात कति लक्ष्य थियो, कति हासिल भयो त। सो यो 15 योजनाको अन्त्यसम्म आइपुग्दा के देखिन्छ त साथीहरू भन्नुहुन्छ भने सरकारको आम्दानी तथा खर्चको प्रगति लक्ष्यभन्दा एकदमै न्यून रहेको छ। र यो 15 योजनाको अन्त्यसम्ममा आइपुग्दाखेरि हामीले के देखिन्छ त भन्दाखेरि चाहिँ अथवा हाम्रो लक्ष्य के थियो भन्दाखेरि चाहिँ टोटल जीडीपीमा चाहिँ कुल गार्हस्थ्य उत्पादनमा अथवा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल सरकारी खर्च त्यो अनुपात चाहिँ कति थियो, टार्गेट हाम्रो कति थियो त भन्दाखेरि चाहिँ टार्गेट हाम्रो कति थियो त भन्दाखेरि चाहिँ 43 कति प्रतिशत त 3% थियो। यति थियो। हासिल कति भयो त भन्दाखेरि चाहिँ हासिल जम्मा कति भयो त 26.7% मात्रै हामीले हासिल गर्न सक्यौँ। सो के रहेछ त 15 योजनाको अन्त्यसम्ममा चाहिँ हाम्रो कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल सरकारी खर्चको अनुपात रेसियो टार्गेट कति थियो हाम्रो 43.3% हासिल गर्ने थियो भने हाम्रो चाहिँ यो आर्थिक वर्षको अन्त्यसम्ममा चाहिँ हाम्रो अनुपात चाहिँ कति मात्रै देखियो त भन्दाखेरि चाहिँ 26.7% मात्रै देखियो हैन। त्यसै गरी कुल गार्हस्थ्य उत्पादनको अनुपातमा राजस्वको हिस्सा अथवा राजस्वको अनुपात चाहिँ हाम्रो टार्गेट कति त 30% टार्गेट थियो। हाम्रो टार्गेट कति पर्सेन्ट थियो त भन्दाखेरि चाहिँ 30% को थियो। हासिल कति भयो त भन्दाखेरि चाहिँ 17 कति प्रतिशत मात्रै 9% मात्रै के भयो त हासिल भयो। सिम्पल यसरी बुझ्नु होला। योजनाको यो हाम्रो 15 योजनाको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सरकारी खर्चको अनुपात चाहिँ 43.3% को टार्गेटमा चाहिँ हासिल गर्यो हामीले 26.7 र राजस्व चाहिँ कति अनुपातमा चाहिँ राजस्व र यसको जीडीपी को अनुपात चाहिँ हाम्रो 30% को टार्गेटमा चाहिँ हासिल गरेको कति त 17.9%। यति कुरा भयो यसमा है। त्यसपछि अर्को भनेको चाहिँ इन्फ्लेसन मुद्रास्फीति। ल अब हामीले यो आर्थिक वर्ष 79-80 मा औसत मुद्रास्फीति चाहिँ
कति हासिल गर्यो अथवा कतिमा सीमित राख्न सक्यो भन्दाखेरि चाहिँ औसत मुद्रास्फीति कतिमा कायम रह्यो त? औसत मुद्रास्फीति कतिमा त भन्दाखेरि चाहिँ 7.7% चाहिँ के भयो त? कायम रह्यो। यो 7.7% रहन पुग्यो। ठिक छ। सो योजनाको सुरु अवधिमा चाहिँ मुद्रास्फीति अपेक्षित रूपमा चाहिँ के हो त? न्यून रहेकोमा यसको आर्थिक वर्ष 79-80 को अन्तिमसम्ममा यसको वार्षिक औसत मुद्रास्फीति चाहिँ कतिमा सीमित रह्यो त भन्दाखेरि चाहिँ 7.7% मा सीमित रह्यो अथवा यति चाहिँ के त रहन पुगेको थियो। ल त्यसपछि अब अर्को हाम्रो व्यापार घाटा। योजना अवधिमा हाम्रो व्यापार घाटा त सधैँभरि के हो त? उच्च छ। त्यो भनेको हाम्रो जीडीपी सँग चाहिँ वस्तु तथा सेवाको अथवा वस्तु र सेवाको निर्यात र आयातको अनुपातको लक्ष्य के थियो? हासिल कति भयो त? अब त्यसतर्फ जाउँ है। ल व्यापार घाटा, व्यापार घाटा जीडीपी सँग निर्यात 15%, आयात 49%। ल अब पहिला यहाँ हेरौँ। यहाँ सो यो योजनाको अन्त्यसम्ममा चाहिँ हामीले कुल गार्हस्थ्य उत्पादनसँग जीडीपीसँग वस्तु र सेवाको चाहिँ निर्यात र आयातको अनुपात क्रमशः कति चाहिँ कायम गर्ने लक्ष्य राखेका थियौँ त भन्दाखेरि चाहिँ निर्यातको 15%, आयातको कति त 49% रहेकोमा यो अनुपात चाहिँ कति कायम रहन गयो त अन्तिममा भन्दाखेरि चाहिँ 7.0%, यसको कति छ 34.7% यति कायम भएको छ है त। त्यसपछि जीडीपीसँग वैदेशिक लगानीको अनुपात, अर्को जीडीपीसँग वैदेशिक लगानीको अनुपात, जीडीपीसँग वैदेशिक लगानीको अनुपात। अब यो के हो त? पक्कै पनि के हो त? घटेको छ। टार्गेट कतिको थियो? 3% को टार्गेट थियो। हासिल कति मात्रै भयो त? यसको टार्गेट थियो, लक्ष्य यतिको थियो, हासिल कति भयो त? 0.2 मा हासिल भयो। जम्मा 0.2% मात्रै हासिल भएको छ। हासिल जम्मा कति भएको छ त? 0.2% मात्रै के भएको छ त? यो चाहिँ हाम्रो हासिल हुन गएको छ। ल यति कुराहरु त मैले यसमा 15 जनाको मुख्य समीक्षाका कुराहरुमा यति कुराहरु यहाँले याद गर्नु होला। ठीक छ। ल अब त्यसपछि हाम्रो भर्खरै सम्पन्न भएको एउटा महत्त्वपूर्ण शिखर सम्मेलन बिमस्टेक सम्मेलन, भर्खरै हाम्रो 6औं बिमस्टेकको शिखर बैठक सम्पन्न भइसकेको छ। यहाँले यो मेरो पृष्ठभूमिमा मेरो स्मार्ट बोर्डमा देखिरहनु भएको छ। बिमस्टेक थाइल्यान्ड 6th बिमस्टेक समिट 4 अप्रिल 2025 बैंकक थाइल्यान्ड। यसको आयोजक मुलुक कुन हो त? थाइल्यान्ड हो। र यो शिखर सम्मेलनमा हाम्रा दुई देशका प्रधानमन्त्री, हाम्रो नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी बीच पनि के भयो त? साइडलाइन भेटवार्ता पनि यो शिखर सम्मेलन सिद्धिसकेपछि भएको थियो हैन। सो व्हाट इज बिमस्टेक? बिमस्टेक भनेको के त? बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, यानी कि बिमस्टेक, बे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टोरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन हैन त। बंगालको खाडी क्षेत्रमा जुन जुन देशहरू छन् उनीहरू बीच चाहिँ के हो त? बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग आदान प्रदान गर्नको लागि चाहिँ बनेको संगठनको नाम नै के हो त? बिमस्टेक, जसको चाहिँ 6औं शिखर सम्मेलन भर्खरै के भयो त? सम्पन्न भएको छ। 6औं शिखर सम्मेलन कहिले सम्पन्न भयो त भन्नुहुन्छ भने सन् 2025 अप्रिल कतिमा त? 4 मा, अप्रिल 4 मा भयो। कहाँ भएको थियो त भन्दाखेरि चाहिँ थाइल्यान्डमा भएको थियो। यो शिखर बैठक कहाँ भएको थियो त? थाइल्यान्डमा भएको थियो। थाइल्यान्डको राजधानी के हो त? बैंकक। थाइल्यान्डको राजधानी बैंककमा चाहिँ यसको बैठक चाहिँ सम्पन्न भएको थियो हैन। र त्यसपछि यो सम्पन्न हुने बित्तिकै यसको अध्यक्षता, यो सम्मेलनले यसको अध्यक्षता कसलाई हस्तान्तरण गर्यो त भन्दाखेरि चाहिँ अब यो शिखर सम्मेलन कहाँ हुन जाँदैछ त? 7औं शिखर सम्मेलन कहाँ हुँदैछ त भन्दाखेरि चाहिँ बंगलादेशमा हुँदैछ। 7औं शिखर सम्मेलन कहाँ हुँदैछ त? बंगलादेशमा आयोजना हुँदैछ। 2027 मा हुन्छ यो है। किनभने यो कति वर्षमा आयोजना हुन्छ त? 2-2 वर्षको अन्तरालमा चाहिँ शिखर बैठक आयोजना हुन्छ। र अब यो क्वेसन हामीलाई महत्त्वपूर्ण के हो त? यहाँ शिखर सम्मेलन कहाँ भयो त्यो त छुट्टै छँदैछ।
अब यसको अध्यक्ष राष्ट्र कुन चाहिँ हो त भन्दाखेरि चाहिँ जब शिखर सम्मेलन सम्पन्न हुन्छ त्यतिखेरै अध्यक्षता चाहिँ अब अर्को कुन देशमा शिखर बैठक आयोजना हुन्छ त्यही देशलाई हस्तान्तरण गर्ने यसको के हो त प्रावधान रहेको छ, जसअनुसार अब थाइल्यान्डले चाहिँ यसको अध्यक्षता कसलाई हस्तान्तरण गर्दा बङ्गलादेशलाई कहिलेसम्मको लागि चाहिँ 27 सम्मको लागि है। अब हाल यसको अध्यक्ष राष्ट्र कुन हो भन्दाखेरि चाहिँ अब बङ्गलादेश हो। कति कति वर्षमा परिवर्तन हुन्छ? 2 वर्षमा। जति जति वर्षमा शिखर बैठक हुन्छ त्यति त्यति वर्षमा यसको अध्यक्षता के हुने भयो त परिवर्तन हुने भयो। र यो शिखर बैठकहरू के को आधारमा हुन्छ त? बेस्ड अन अल्फाबेटिकल अर्डर्स, अङ्ग्रेजी अक्षरको BIMSTEC बिमस्टेक, बङ्गलादेश, इन्डिया, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड अनि त्यसपछि नेपाल र भुटान। लास्टमा आउने त लेटर टी नै हो। सो टी पछि अर्को पछाडि यो सदस्य राष्ट्रको कुनै पनि लेटर छैन, फेरि घुमेर अगाडि आउने हो। अगाडि आउँदा बी आउँछ, बी भनेको बङ्गलादेश हो। बङ्गलादेशले 2027 सम्म यसको अध्यक्षता गर्नेछ र हालसाल यसको 6औं शिखर सम्मेलन सम्पन्न भएको छ है। यसको अब नारा के थियो त भन्दाखेरि चाहिँ अन्डर थीम, कुन थीममा चाहिँ यो शिखर सम्मेलन भएको थियो त भन्दाखेरि चाहिँ नारा बिमस्टेक। यो बिमस्टेक कस्तो खालको क्षेत्र हो त भन्दाखेरि इट्स अ प्रस्पेरस रिजन, एकदमै समृद्ध हो। प्रस्पेरस भनेको के हो त? समृद्ध। प्रस्पेरस त्यो स्ट्यान्ड के गर्छ? समृद्ध। त्यसपछि प्रस्पेरस अनि अर्को के भन्छ यसले? रेजिलियन्ट, RESILIENT। रेजिलियन्ट भनेको के हो त भनेर चाहिँ एकदमै लचिलो। रेजिलियन्ट भनेको के हो त? लचिलो। एन्ड अर्को के हो त? खुल्ला। बिमस्टेक कस्तो क्षेत्र हो त? समृद्ध क्षेत्र हो, लचिलो क्षेत्र हो, र अर्को के हो त? खुल्ला क्षेत्र हो यो बिमस्टेक। सो 6औं बिमस्टेक शिखर सम्मेलनको नारा के थियो त भन्दाखेरि चाहिँ 6औं बिमस्टेक शिखर सम्मेलनको नारा चाहिँ बिमस्टेक कस्तो क्षेत्र? समृद्धिको क्षेत्र, लचिलोपनको क्षेत्र अथवा लचिलो क्षेत्र, खुल्लापनको क्षेत्र अथवा खुल्ला क्षेत्र हो हैन। सो यो 6औं शिखर सम्मेलन चाहिँ सम्पन्न भयो ब्याङ्ककमा। के सहित त? यसले एउटा चाहिँ भिजन पास गरेको थियो जसलाई हामीले के भन्छौँ? ब्याङ्कक भिजन 2030। त्यसलाई हामीले के भन्छौँ? बैङ्कक सोचपत्र 2030 पारित। यसले के गर्यो त भन्दाखेरि चाहिँ बैङ्कक सोचपत्र 2030 यसले के गर्यो त भन्दाखेरि चाहिँ पारित गर्यो। बैङ्कक सोचपत्र 2030 पारित। त्यो भनेको ब्याङ्कक भिजन 2030 पारित गर्यो। के सहित त? के सहित भन्दाखेरि चाहिँ 6 बुँदे प्रस्ताव सहित। 6 बुँदे प्रस्ताव सहित चाहिँ यो जारी गरेको थियो। 6 बुँदे प्रस्ताव सहित यो पारित भएको थियो है त। ठिक छ यो कुरा। सो यसले विशेष गरी के भयो त भने चाहिँ यसको व्यापार विस्तार हैन, सम्पर्क सञ्जाल, मानवीय सुरक्षालाई चाहिँ केन्द्रबिन्दुमा राख्ने। नारा के थियो? समृद्धि, लचिलोपन र खुलापन हैन। सो यी सबै कुरालाई समेट्दै के भयो त? बैङ्कक भिजन 2030 सहित 6 बुँदे प्रस्तावले पारित गरेर यो शिखर सम्मेलन चाहिँ अन्त्य गरेको थियो। जसको लागि के भयो त? अब बिमस्टेकको यो क्षेत्रलाई चाहिँ अझ थप प्रभावकारी बनाउन, लचिलो बनाउन, समृद्ध बनाउन के गर्ने त भनेर चाहिँ संयन्त्रको गठन गर्ने, प्रबुद्ध व्यक्तिहरूको समूह गठन गर्ने। हामीले त्यसलाई के भन्छौँ? EPG भन्छौँ नि, जुन नेपाल र भारतबीच छ, एमिनेन्ट पर्सनल ग्रुप भन्छौँ। त्यसको गठन गर्ने र यसमा एउटा सम्झौता पनि हस्ताक्षर भएको छ, म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्ट भनेर। यसमा एउटा सम्झौतामा हस्ताक्षर भएको छ, त्यो सम्झौताको नाम के हो त? म्यारिटाइम, सामुद्रिक यातायात, म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्ट। किनभने बङ्गालको खाडी क्षेत्र भनेको त अब यहाँ समुद्री क्षेत्र हो, यसलाई त प्रयोग गरेर अब धेरै फाइदाहरू लिनु पर्यो। सो यसमा चाहिँ 2025 अप्रिल 4 मा के गरे त? हस्ताक्षर गरेको थियो। अप्रिल 4 मा चाहिँ यसमा के गरे त भन्नुहुन्छ भने हस्ताक्षर गरेको थियो। सो सामुद्रिक यातायात सहयोग यानि कि म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसनको समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो। त्यसपछि भर्खरै म्यानमारमा भूकम्प गएको थियो, त्यसलाई पनि सहयोग कसरी गर्ने, पर्यटन र संस्कृतिलाई प्राथमिकतामा राख्दै जनता बीचको सम्पर्कलाई चाहिँ थप कसरी विस्तार गर्ने भन्ने यी सबै कुराहरूलाई पारित गर्दै बैङ्कक सोचपत्र 2030 पारित गर्दै यो शिखर बैठक चाहिँ के भएको थियो त? अन्त्य चाहिँ भएको थियो है। ल अब यो बैठक बस्नुभन्दा अगाडि यसका विभिन्न अङ्गहरू, जसमध्ये अप्रिल 4 मा बैठक बस्नुभन्दा अगाडि के हुन्छ? के को बैठक बस्छ? विदेश मन्त्रीहरूको बैठक बस्छ। र त्योभन्दा अगाडि यसको के बस्छ त? एकदमै सिनियर अफिसियलहरूको बैठक पनि बस्छ यसमा। सो अब क्वेसन सोधिन सक्छ हामीलाई झुकेर, बिमस्टेकको शिखर सम्मेलन त भयो, तर त्योभन्दा अघिल्लो दिन 2025 अप्रिल 3 मा चाहिँ कसको बैठक बस्यो भन्दा चाहिँ विदेश मन्त्रीहरूको बैठक बसेको थियो है। सो 2025 अप्रिल 3 मा चाहिँ बिमस्टेकका
कसको त भन्दाखेरि बिमस्टेकका विदेश मन्त्रीहरूको के त भन्दाखेरि चाहिँ बैठक बसेको थियो, बैठक बस्यो। र त्योभन्दा एक दिन अगाडि 2025 अप्रिल 2 मा चाहिँ कसको बैठक बसेको थियो त भन्दाखेरि चाहिँ बिमस्टेकका एकदमै सिनियर अफिसियल्सहरूको, उच्च पदस्थ अधिकारीहरूको सिनियर अफिसियल्स मिटिङ है। सो के भएछ त भन्नुहुन्छ भने 2025 अप्रिल 2 मा चाहिँ सिनियर उच्च अधिकारीहरूको बैठक बस्यो। त्यसले अब प्रस्तुत गरेको एजेन्डाहरूमा चाहिँ त्यसले प्रस्तुत गरेको एजेन्डाहरू कहाँ प्रस्तुत गरे त विदेश मन्त्रीको बैठकमा प्रस्तुत गरियो र निर्णयार्थ यसलाई 2025 अप्रिल 4 मा चाहिँ शिखर सम्मेलनमा चाहिँ प्रस्तुत गरियो र शिखर सम्मेलनका दौरान विभिन्न 6 बुँदे सोचपत्र पारित गर्दै ब्याङ्कक भिजन 2030 पनि पारित गरियो र म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन एग्रिमेन्ट कोअपरेसनमा हस्ताक्षर गरे। म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन यसमा के गरे त हस्ताक्षर गरे 2025 अप्रिल 4 का दिन है त। ल अब भोलि क्वेसन सोधिन सक्ला, यसको अध्यक्षता कसले गरेको थिइन् त? एकदमै भर्खर कि युवती नै होइन, अरू सबै वृद्धको ठाउँमा चाहिँ एकजना चाहिँ नारी पैतोङ तार्न सिनवात्रा, एकदमै अलिक प्रोनाउन्सिएसन गर्न गाह्रो रहेछ नाम, पैतोङ तार्न सिनवात्रा अनि थाक्सिना सिनवात्रा कि पुस्ता हुन् है। पैतोङ तार्न सिनवात्रा उनी को हुन् त भन्दा चाहिँ प्रधानमन्त्री। उनले यसको चाहिँ के गरेकी थिइन् त भन्दाखेरि चाहिँ अध्यक्षता गरेकी थिइन् र हाम्रो राष्ट्र प्रमुख, विभिन्न राष्ट्र प्रमुख, हाम्रो होइन, अब हाम्रो त अब सरकार प्रमुख भयो, अब विभिन्न देशबाट राष्ट्र प्रमुख, कुनै देशबाट सरकार प्रमुख आउँछन् होइन, सरकार प्रमुख तथा राष्ट्र प्रमुखको बैठक नै शिखर बैठक हो नि त हो। यो 6औं सम्मेलनमा भाग लिन चाहिँ विभिन्न देशका व्यक्तिहरू आएका थिए, प्रमुख राष्ट्र प्रमुख अथवा सरकार प्रमुखहरू। जस्तै नेपालबाट चाहिँ हाम्रो कारिगरी प्रमुख सरकार प्रमुख केपी शर्मा ओली प्रधानमन्त्रीको रूपमा चाहिँ यहाँ जानुभएको थियो र उहाँलाई चाहिँ पैतोङ तार्न सिनवात्रा उनी चाहिँ कुन पार्टीकी त भन्दाखेरि चाहिँ फ्यू थाई पार्टी यसकी यो दलकी चाहिँ प्रधानमन्त्री पैतोङ तार्न सिनवात्राले चाहिँ निमन्त्रणा दिनुभयो। त्यही निमन्त्रणा स्वीकार गर्दै हाम्रा प्रधानमन्त्री केपी ओली पनि चैत्र 20 गते यानि कि अप्रिल 2 मा थाइल्यान्डतर्फ प्रस्थान गरेका थिए र यस शिखर सम्मेलन सिद्ध्याएर फिर्ता पनि भइसक्नु भएको छ है त। ल यति कुरा यसमा। अब 7औं कहाँ आउँदैछ भने चाहिँ यहाँ आउँदैछ। कहाँ आउँदैछ त? यहाँ भनेको बङ्गलादेशमा आउँदैछ है। अब हामीले यो बिमस्टेकको कुरा गरिरहँदाखेरि चाहिँ ट्याक्कै यही 2025 फेब्रुअरीमा बिमस्टेकले पहिलोपटक बिमस्टेकका सदस्य राष्ट्रहरूको युवा सम्मेलन गरेको थियो, प्रथम बिमस्टेक युवा सम्मेलन है। त्यसतर्फ हेरौँ। अब हामीले यो कुराहरू हेरिरहँदाखेरि चाहिँ अब यो सिनियर अफिसियल्सको मिटिङको कुरा भयो। यो प्रथम बिमस्टेक युवा सम्मेलन, प्रथम बिमस्टेक युवा सम्मेलन 2025 पहिलो है यो। हेर्नुहोस् त, बिमस्टेक युथ समिट, युथ एज अ ब्रिज फर इन्ट्रा बिमस्टेक एक्सचेन्ज। यो भने के हो त? बिमस्टेकका राष्ट्रहरूका युवाहरूमाझबीच के हो त? सहयोग प्रवर्धन तथा नेतृत्व क्षमतालाई के गर्ने हो त? अभिवृद्धि गर्ने अथवा त्यसको विकासमा केन्द्रित रहेर अथवा त्यो रहनको लागि चाहिँ पहिलोपटक बिमस्टेकले युवा सम्मेलन आयोजना गरेको थियो। आयोजक मुलुक कुन थियो? कहिलेदेखि कहिलेसम्म आयोजना भयो? अब हेरौँ यसलाई। कहिलेदेखि कहिलेसम्म थियो त भन्नुहुन्छ भने 2025 फेब्रुअरी 7 देखि 11 सम्म। हामीले बिमस्टेक सम्मेलन भनेर त कहिलेकाहीँ फ्याट यताबाट क्वेसन आइदिन सक्छ, त्यसकारणले यहाँ सचेत हुनुहोस् है। त्यसपछि स्थल कहाँ आयोजना भएको थियो त भन्नुहुन्छ भने गान्धीनगर भनेपछि गान्धीको जन्मस्थान कहाँ त? गुजरातको पोरबन्दर, त्यहीँबाट पक्कै पनि नामाकरण गरेको हुनुपर्छ गान्धीनगर भनेर होइन। सो गान्धीनगर भारत, यहाँ आयोजना भएको थियो। कसले आयोजना गरेको थियो भन्दाखेरि चाहिँ बिमस्टेकले हो त? होइन, यो भारत सरकारले आयोजना गरेको थियो। भारतको युवा मामिला तथा खेलकुद मन्त्रालय
भारतको युवा तथा खेलकुद मन्त्रालय यसले चाहिँ यसलाई के गरेको थियो भनेर चाहिँ आयोजना गरेको थियो। सोधिन सक्ला है त, त्यही छ 2025 फेब्रुअरी 7 to 11 गान्धीनगर गुजरात है। र अब एउटा क्वेसन सोधिन सक्छ, हाम्रो नेपालमा कुन चाहिँ बिमस्टेकको शिखर सम्मेलन भएको थियो भनेर चाहिँ चौथो शिखर सम्मेलन हाम्रो नेपालमा भएको थियो। त्यो चौथो बिमस्टेकको शिखर सम्मेलनमा चाहिँ हाम्रो पहिलो पटक यो युवा शिखर सम्मेलनको अवधारणा चाहिँ ल्याइएको थियो अथवा प्रस्ताव गरेको थियो। कसले भन्दाखेरि चाहिँ बिमस्टेकको युवा सम्मेलन 2025 को प्रस्ताव कहिले गरेको थियो त भन्नुहुन्छ भने कहाँ भएको थियो, कुन शिखर सम्मेलनमा गरेको थियो भन्दा चाहिँ चौथो बिमस्टेक शिखर सम्मेलन जुन चाहिँ अहिलेकै प्रधानमन्त्री केपी ओलीको पालामा भएको थियो हैन। चौथो बिमस्टेक शिखर सम्मेलन जुन चाहिँ कहाँ भएको थियो त, नेपालमा भएको थियो। शिखर सम्मेलन कहाँ भएको थियो त, हाम्रो नेपालमा भएको थियो। ल प्रस्ताव गरेको थियो। यसको मुख्य विषयवस्तु भनेकै के हो, इन्ट्रा बिमस्टेक भनेको के हो त, अन्तर बिमस्टेक नारा भनौँ न। युथ एज अ ब्रिज भनेको के हो त, पुल हैन। इन्ट्रा बिमस्टेक भनेको के हो त, अन्तर बिमस्टेक। एक्सचेन्ज भनेको के हो त, आदान प्रदान। सो के को लागि त भन्दाखेरि चाहिँ अन्तर बिमस्टेक आदान प्रदानको लागि युवाहरू चाहिँ के को रूपमा रहन्छन् त, पुलको रूपमा रहन्छन्। यानी कि यसको नारा के थियो त भन्दाखेरि चाहिँ युथ एज अ ब्रिज फर इन्ट्रा बिमस्टेक एक्सचेन्ज, यसको यो नारा थियो। र मैले अघि भनिसकेँ यसको उद्देश्य के थियो त भन्दाखेरि चाहिँ बिमस्टेक राष्ट्रका युवा नेताहरूलाई चाहिँ क्षेत्रीय सहयोग र आगामी क्षेत्रमा बिमस्टेकमा चाहिँ के छन् त उदयमान चुनौतीहरू, त्यसको विषयमा छलफल गर्न चाहिँ एउटा साझा मञ्चको रूपमा विकास गर्ने गरी पहिलो पटक प्रथम बिमस्टेक युवा सम्मेलन 2025 को आयोजना गरिएको थियो है। ल र अस्तिको पालि हाम्रो नेपाल प्रहरीको प्रहरी सहायक निर्देशकमा यो मैले यहाँ क्लासमा पनि भनेको छु, पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन जसमा चाहिँ हाम्रो चाहिँ परराष्ट्र मन्त्रीले भाग लिनु भएको थियो। पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन, पहिलो बिमस्टेक व्यापार सम्मेलन, यो क्वेसन आएको थियो समसामयिकमा। अब हामी चाहिँ शिखर बैठक भनेर पढ्छौँ, ठ्याक्कै यो क्वेसन आएको थियो। द कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रिज, जस्तै हामीले एफएनसिसिआई भन्छौँ नेपालको, त्यसै गरी भारतको उद्योग वाणिज्य सङ्घले, भारतीय उद्योग परिसङ्घले आयोजना गरेको थियो। आयोजक भारतीय उद्योग परिसङ्घ, यसले आयोजना गरेको थियो। पहिलो बिमस्टेक व्यापार सम्मेलन कुन देशले आयोजना गर्थ्यो भने भारतको कसले त उद्योग परिसङ्घ। र कहिलेसम्म आयोजना गरेको थियो त भन्दाखेरि चाहिँ त्यहाँको विदेश मन्त्रालयको समन्वयमा त्यहाँको उद्योग परिसङ्घले चाहिँ आयोजना गरेको थियो। कहाँ त भन्दाखेरि चाहिँ भारतको कहाँ त, नयाँ दिल्लीमा। कहिलेसम्म आयोजना गरेको थियो त भन्नुहुन्छ भने 2024 अगस्त 6 देखि 8 सम्म कहाँ भएको थियो त, भारतको राजधानी कहाँ त, नयाँ दिल्लीमा। भारतीय उद्योग परिसङ्घले चाहिँ यो पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना गरेको थियो है त। ल र यसमा अर्को पनि म एउटा थप्न चाहन्छु। यस्तै तरिकाले क्वेसन आइदिनु भने विदेश मन्त्रीहरूको रिट्रिट है। रिट्रिट भने चाहिँ के त भन्दाखेरि चाहिँ त्यहाँ अब विभिन्न देशका, त्यहाँ अहिलेको विदेश मन्त्री को हो त भारतका एकदम चर्चित व्यक्ति छ नि, डाक्टर एस जयशङ्कर हो। उनको पहलमा चाहिँ भारतको राजधानी नयाँ दिल्लीमा चाहिँ के हो त भने चाहिँ हाम्रा हरेक सार्कको भनेपछि बिमस्टेकका विदेश मन्त्रीहरूको के हो त भने चाहिँ अनौपचारिक छलफल गर्ने एउटा बैठक, त्यसलाई हामीले के भन्छौँ, रिफ्रेस हुने, अनौपचारिक रूपमा एजेन्डाहरूमा के गर्ने त, छलफल गर्ने। यो पनि कसले त, भारतले नै गरेको थियो। कहिले गरेको थियो म लेख्छु यसमा। बिमस्टेकका विदेश मन्त्रीहरूको रिट्रिट यो कहिले भएको थियो त, 2024 जुलाई 11 देखि
12 भएको थियो। कहाँ भएको थियो त भन्दाखेरि चाहिँ भारतमा भएको थियो। भारतको विदेश मन्त्रालयले आयोजना गरेको, विदेश मन्त्रालयले आयोजना गरेको हैन, विदेश मन्त्रालयले आयोजना गरेको हो यो। यसमा चाहिँ कसले त भन्दाखेरि चाहिँ एस जयशंकर। सो विदेश मन्त्रीहरूको यो दोस्रो रिट्रिट हो, यो सेकेन्ड रिट्रिट हो, दोस्रो रिट्रिट हो यो है त। र यो पनि एकदमै महत्त्वपूर्ण छ। ल अब त्यसपछि ल यो अर्को महत्त्वपूर्ण आजको विश्वव्यापी एजेन्डा भनेको जलवायु परिवर्तन। त्यसमा एउटा महत्त्वपूर्ण संवाद हुन जाँदैछ अब हाम्रो नेपालमा, सगरमाथा संवाद। सगरमाथा संवाद, सगरमाथा संवाद यो केसँग सम्बन्धित छ त भन्दाखेरि चाहिँ जलवायु परिवर्तन, जलवायु परिवर्तन, क्लाइमेट चेन्ज। भोलि यो केसँग सम्बन्धित छ भनेर सोधेला, जलवायु परिवर्तन। यसले दोस्रो उठान गरेको मुद्दा के हो त? पहाड पर्वत, पहाड पर्वतको मुद्दा उठान गरेको छ। अर्को द फ्युचर अफ ह्युम्यानिटी भनेको मानवीय भविष्य, अर्को चाहिँ मानवीय भविष्य, अर्को मानवीय भविष्य। ल यो तीनटा है। सो सगरमाथा संवाद कहाँ हुँदैछ त? हाम्रो देशमा नेपालमा हुँदैछ। कहिलेबाट कहिलेसम्म हुँदैछ त भन्दाखेरि चाहिँ विक्रम सम्वत 2082 साल जेठ 2 गतेदेखि कहिलेसम्म हुँदैछ? जेठ 2 देखि कहिलेसम्म हुँदैछ? 4 गतेसम्म हुँदैछ। यसमा विशेष गरी तीनटा एजेन्डामा छलफल हुँदैछन्। एउटा चाहिँ अहिलेको विश्वव्यापी एजेन्डा भनेको के हो त? क्लाइमेट चेन्ज। दोस्रो भनेको माउन्टेन्स, पहाड पर्वत, हिउँ पग्लिरहेछन् हैन। र तेस्रो भनेको यो सबै कुराहरू केसँग जोडेका छन्? मानवीय भविष्यसँग जोडेका छन्। त्यसकारणले सगरमाथा संवाद के हो त भन्दाखेरि चाहिँ सगरमाथा संवाद भने चाहिँ एउटा यस्तो यो के हो त? प्लेटफर्म हो हैन। यसमा चाहिँ यो विशेष गरी यो तीनटा मुद्दाहरूलाई चाहिँ समावेश गरेर विभिन्न देशका 350 भन्दा बढी प्रतिनिधिहरूले चाहिँ बोलाएर यसलाई नियन्त्रण गर्न अथवा आजको दिनमा चाहिँ जलवायु परिवर्तनको अवस्थालाई न्यूनीकरण गर्न, पग्लिँदै गरेका हिउँ पग्लिँदै गरेका पहाड पर्वत त्यसको अब जुन पग्लिने रेट छ त्यसलाई कम गर्ने र यो चाहिँ हाम्रो मानवीय भविष्यसँग जोडेको विषयवस्तुलाई चाहिँ कसरी सम्बोधन गर्ने भनेर सगरमाथा संवाद कार्यक्रम नेपालमा आयोजना गरिँदैछ। कहिले गरिँदैछ? 82 साल जेठ 2 देखि 4 गतेसम्म गरिँदैछ। यसलाई तीनटा चरणमा विभाजन गरेको छ। 2, 3, 4 हो नि त। पहिलो दिन के भन्छ? पहिलो दिन अब हाम्रो के त? हिमनदी संरक्षणका विषयमा के काम तत्कालै गर्नुपर्नेछ त हैन हो, त्यो कुरा चाहिँ हामी पहिलो दिनमा छलफल गर्नेछौँ अथवा गरिँदैछ यो हैन। जस्तै अब सबभन्दा बढी जलवायु परिवर्तनको जोखिममा के अरे हिमनदी विस्फोट भयो भने चाहिँ सबभन्दा बढी जोखिममा भएका के हो त? टापुहरू हुन् नि हो। पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्ने बारे संवाद हुनेछ हो कि नि त। उच्च पहाडी क्षेत्रबाट हिमनदीहरू विस्फोट हुँदाखेरि त डुब्ने त टापुहरू हुन्। पहिलो कुरा त्यो हो। दोस्रो दिन भनेको के त? हाम्रो जलवायुजन्य प्रकोप, त्यसमा विशेष गरी जोखिम न्यूनीकरण र त्यसको पुनरुत्थानबारे छलफल हुनेछ दोस्रो दिन। र तेस्रो दिन चाहिँ के अन्तिम निष्कर्षमा के हुनेछ त? जो हाम्रा गेस्टहरू 350 भन्दा बढी गेस्टहरू आउनु भएको हुन्छ उहाँहरूलाई चाहिँ कहाँ लाने त भन्दाखेरि चाहिँ सगरमाथा क्षेत्रमा अवलोकन गर्न लगिने। के देखाउने त भन्दाखेरि चाहिँ जलवायु परिवर्तनको प्रभाव चाहिँ खास कस्तो भइरहेछ, तापक्रम वृद्धिले के कस्ता असरहरू गरिरहेछ, त्यो कुराहरू चाहिँ त्यहाँ लगेर प्रस्तुत गरिने हो है त। ल सो सगरमाथा संवाद यो एकदमै महत्त्वपूर्ण हो। यो केसँग सम्बन्धित छ भनेर सोधिन सक्ला यो है। ल त्यसपछि यसमा अर्को तपाईँले मैले एउटा यसमा जोडिहालेँ, हाम्रो नेपालमा तेस्रो लगानी सम्मेलन 2081 है। योभन्दा अगाडि हामीले 2टा गरिसक्यौँ र हाम्रो चाहिँ यो कहिले आयोजना भएको थियो, कतिौँ सम्मेलन हो भनेर सोधिसकेको छ। सो तेस्रो लगानी सम्मेलन 2081 भनेको 2081 साल वैशाख 16 गतेदेखि 17 गतेसम्म, यानि कि 2024 अप्रिल 28 देखि 29 सम्म हाम्रो तेस्रो लगानी सम्मेलन भइसकेको छ। त्यसमा चाहिँ अब विभिन्न परियोजनाहरूमा चाहिँ सम्झौता भएको छ। आशय पत्र नेपाल सरकारले माग गरेको छ हैन। अनि जो स्थापना गर्न चाहन्छन्, जो लगानी गर्न चाहन्छन् उनीहरूले चाहिँ आफ्ना परियोजनाहरू प्रस्तुत गरेका थिए। सो यो सम्मेलनमा सबै सम्झौता भएका लगानीको रकमको मात्रा चाहिँ लगभग 6 अर्ब 50 करोड चाहिँ त्यसको हाराहारीमा रहेको थियो। तेस्रो लगानी सम्मेलन 2081 है। यसलाई पनि थोरै टिपिहाल्नुहोस्। तेस्रो लगानी सम्मेलन, तेस्रो लगानी सम्मेलन, तेस्रो लगानी सम्मेलन 2081 वैशाख 16 गतेदेखि कति गतेसम्म आएर त 17 गतेसम्म कतिौँ हो भनेर सोधेको छ। तेस्रो 16 देखि 17 सम्म है। अब अङ्ग्रेजीमा सोधिहाल्यो भने सन् 2024 अप्रिल कति त भन्दाखेरि चाहिँ
28 देखि कतिसम्म त 29 सम्म र यसमा चाहिँ टोटल सबै गरेर चाहिँ ल कति लगानीको रकमको मात्रा चाहिँ सम्झौता भएको छ भनेर सोध्छ भने चाहिँ त्यो लगानीको मात्रा चाहिँ 6 अर्ब 50 करोडको लगानीको लागि चाहिँ के भएको छ त सम्झौता भएको छ। ठिक छ ल यो पनि हाम्रो लागि चाहिँ अलिकति महत्त्वपूर्ण नै होला भन्ने कुरामा म विश्वस्त छु। ठिक ल अब त्यसपछि ल यो अहिलेको एकदमै चर्चामा रहेको सम्मेलन नेपालको पहिलो बाँस सम्मेलन सम्पन्न भइसकेको छ। प्रथम राष्ट्रिय बाँस सम्मेलन। यहाँ बाँसै छ, जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस, यो नारासहित हाम्रो नेपालको पहिलो बाँस सम्मेलन सम्पन्न भएको छ। बाँस सम्मेलन यो चाहिँ 2081 साल फागुन कति गते त भन्नुहुन्छ भने फागुन 15 गते 16 गते अर्को कति गते त 17 गते भएको छ। कहाँ भएको छ त भन्दा चाहिँ कुन जिल्लामा भएको छ त खोटाङ जिल्लामा भएको छ। खोटाङ जिल्लामा चाहिँ कुन नगरपालिकाले गरेको त भन्दा चाहिँ खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले चाहिँ यसलाई चाहिँ के त आयोजना गरेको। नारा के थियो त भन्दा चाहिँ जहाँ बाँस त्यहाँ जीवन, जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस, जहाँ जीवन त्यहाँ बाँस, जहाँ जीवन त्यहाँ चाहिँ के त बाँस। यो मूल नाराका साथ के भएको थियो त भन्नुहुन्छ भने बाँस सम्मेलन चाहिँ आयोजना भएको थियो। र यसले के भनेको थियो त कुन गतेलाई चाहिँ बाँस दिवस मनाउने यसले प्रस्ताव गरेको छ त भन्दाखेरि चाहिँ फागुन 15 गते। यो सुरुवात भएको कहिले हो त फागुन 15 गते। हरेक वर्ष फागुन 15 गतेलाई चाहिँ राष्ट्रिय बाँस दिवस मनाउने यसले के त त्यसलाई चाहिँ पहल गर्ने हैन। र बाँसको सङ्ग्रहालय भनेर चाहिँ कुन जिल्लालाई घोषणा गरे त भनेर चाहिँ खोटाङलाई बाँसको राजधानी भनेर घोषणा गर्ने, त्यसलाई पनि पहल गर्ने। र यसले चाहिँ यो सम्मेलनले चाहिँ 35 बुँदे खोटाङ घोषणापत्र जारी गर्दै दिक्तेलमा बाँसको अध्ययन तथा अनुसन्धान केन्द्र पनि स्थापना गर्ने यसले के गरेको छ सङ्कल्प गरेको छ। अथवा यसको लागि चाहिँ पहल गर्ने घोषणा चाहिँ के त यसले जारी गरेको छ। र प्रत्येक 3 वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने पनि यसले निर्णय गरेको छ। कति वर्षमा अरे त भन्दाखेरि चाहिँ 3 वर्षमा, प्रत्येक 3 वर्षको फरकमा चाहिँ राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्ने एउटा मैले के भन्थे 35 बुँदे खोटाङ घोषणा जारी गरेको छ। जसमा पहिला चाहिँ खोटाङलाई चाहिँ बाँसको राजधानी, खोटाङलाई चाहिँ के को राजधानी त भन्दाखेरि चाहिँ बाँसको राजधानी घोषणा गर्न चाहिँ पहल गर्ने, बाँसको राजधानी एउटा। फागुन 15 गतेलाई चाहिँ राष्ट्रिय बाँस दिवसको रूपमा मनाउने त्यसलाई पनि पहल गर्ने है। र किन भन्दाखेरि चाहिँ फागुन 15 चाहिँ पहिलो पटक सुरु भएको र फागुन 15 गतेबाट सुरुवात भएको कारणले गर्दा र बाँस अध्ययन तथा अनुसन्धान केन्द्रको पनि स्थापना यहीँ गर्ने गरेर चाहिँ यसले 35 बुँदे घोषणापत्र चाहिँ जारी गरेको। कति बुँदे अरे त भन्दाखेरि चाहिँ 35 बुँदे खोटाङ घोषणापत्र जारी, 35 बुँदे खोटाङ, 35 बुँदे खोटाङ घोषणापत्र जारी, खोटाङ घोषणापत्र जारी, घोषणापत्र जारी है त। ल यति जोडे मैले यसमा ल आजलाई यति नै गरौँ। अर्को समसामयिक सेसन लिएर फेरि यहाँहरुमाझ पुनः छिट्याउने बाचा गर्दै यहाँहरुबाट आज म यो सेसनबाट बिदा हुन चाहन्छु। मैले फेरि अन्तमा भने यदि यहाँलाई यो मेरो भिडियो लेक्चर उपयुक्त लागेमा, यहाँलाई फ्रुटफुल लागेमा यहाँले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् र यो मेरो भिडियो लेक्चरलाई लाइक पनि गरिदिनुस् ताकि मलाई थप अरु भिडियोहरु लिएर आउनलाई चाहिँ उत्प्रेरणा मिल्नेछ। र साथसाथै छेउमा रहेको बेल आइकनलाई पनि थिच्न नबिर्सिनु होला है त। सो आजलाई छुटौं। नमस्कार।